ओके, 안녕하세요. नमस्कार सम्पूर्ण कोरियन पारखी मित्रजनहरूमा म यसै हिमाल कोरियन ल्याङ्ग्वेज सेन्टर घोराई 15 तुलसीपुर चोक दाङबाट कोरियन भाषा प्रशिक्षक चन्द्र ओली सदा चाहिँ यहाँ समक्ष उपस्थित हुने क्रममा आज पनि यो हप्ताको ईपीएस टपिक अनलाइन इक्जाम यूबीटी सेट 35 को फिडब्याक लिएर यहाँ समक्ष उपस्थित भएको छु। आशा छ यहाँहरूले हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर के कस्तो लागेको छ सल्लाह सुझाव र प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा राख्दै साथै हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीलाई पनि अझै आगामी दिनहरूमा यस्तै भिडियोहरू बनाउने हौसला दिनुहुनेछ भन्ने आशा राख्दै यो हप्ताको सेट 35 को इक्कीबाट हामीले क्वेसनहरूलाई हेर्छौं। आजको सेटको इक्कीको इरेस इबानलाई हेरौँ। 1 देखि 2 मा थाम खोरिमुल फोगो तलको चित्रलाई हेरेर आल्माजुन गसन खुरुसिप्सियो अति मिलेको कुरालाई छान्नुहोस् भनेर यहाँनिर हाम्रो क्वेसन नम्बर 1 मा एउटा चित्र राखिदिएको छ। जुन चित्रलाई यहाँले राम्रोसँग हेरेर अप्सनलाई राम्रोसँग केलाउनु होला। चित्र अनुसार अप्सनले के भन्छ हेरौँ। अप्सन नम्बर 1 मा छिरेरुल फातको इस्सुम्निदा उपचार प्राप्त गरिरहेको छ भन्छ। उपचार चाहिँ प्राप्त लिइरहेको चित्र जस्तो छैन। उपचार लिएको भन्ने चाहिँ यस्तो हुँदैन जहाँनिर डाक्टरले उपचार लिएको भन्ने चित्र चाहिँ डाक्टरले उपचार दिएको भन्ने चित्र यहाँहरूले बुकमा पनि देख्नु भएको छ हैन। यस्तो खालको चित्र चाहिँ उपचार लिइरहेको छ भन्न मिल्दैन। त्यसैगरी 2 नम्बर अप्सनले चाहिँ 6 बाङ्गुल फातको इस्सुम्निदा भनेको छ। 6 बाङ्गुल फात्ता भनेको डाक्टरको जुन औषधिको लागि सिफारिस पाउनु भन्ने कुरा हो। यहाँनिर औषधिहरू पनि दिएको छ, यो औषधि चाहिँ खानुहोस् भनेर उसले सिफारिस गरिरहेको छ भने 6 बाङ्गुल फातको इस्सुम्निदा औषधिको लागि सिफारिस प्राप्त गरिरहेको छ भन्छ। ठिक छ, अप्सन 2 चाहिँ आन्सर हुने भयो। जुन औषधिको लागि डाक्टरले बिरामीलाई सिफारिस गरिरहेको छ यो औषधि खानु भनेर यहाँनिर यसरी औषधि पनि राखिदिएको छ भने हाम्रो आन्सर पनि ठिक छ 2 नम्बर अप्सन। त्यसैगरी 3 नम्बर अप्सनले छप्सुरुल हागो इस्सुम्निदा भनेको छ दर्ता गरिरहेको छ भन्छ। जुन हस्पिटलमा हामी जाने बित्तिकै सबभन्दा पहिला चाहिँ दर्ता गरिन्छ भन्ने छ, त्यो दर्ता गरिरहेको भन्ने छ, दर्ता चाहिँ गरिरहेको चित्र होइन। त्यसैगरी अप्सन नम्बर 3 ले छुसारुल नोखो इस्सुम्निदा छुसारुल नोथा भनेको सुई लगाउनु, छुसारुल नोथा अथवा छुसारुल माथा हुन्छ। याद गर्ने सुई लगाउनुमा सुई चाहिँ लगाइरहेको छ भन्छ, सुई लगाएको चित्र पनि होइन। हाम्रो आन्सर चाहिँ 2 नम्बर 6 बाङ्गुल फातको इस्सुम्निदा सिफारिस पाइरहेको छ, औषधिको लागि सिफारिस पाइरहेको छ भन्छ। ठिक छ, आन्सर 2। त्यसैगरी अर्को क्वेसन हेर्छौँ हामीले। क्वेसन नम्बर 2 मा पनि चित्र आएको छ। यहाँनिर 2 नम्बर अप्सन 2 नम्बर क्वेसनको चित्रले चाहिँ के भन्दैछ हेर्छौँ हामीले यसलाई। क्वेसन नम्बर 2 मा यहाँनिर एउटा तराजुसँग सम्बन्धित कुराहरू दिएको छ। तराजुमा केही वस्तुहरूलाई नापेर त्यसको तौल चाहिँ पत्ता लगाउनु पर्ने छ। जुन यहाँनिर एउटा कचौराको वेट चाहिँ नापेको छ जसको तौल चाहिँ 830 ग्राम भनेर राखिदिएको छ। 830 ग्राम चाहिँ यसको तौल रहेको छ। अधिकांश हाम्रो यो जति पनि तौलहरू भयो, मिटरहरूको कुरा भयो, यो सबै हामीले सिनो कोरियन नम्बरबाट गणना गरिन्छ भन्ने कुरा चाहिँ थाहा पाउनु पर्यो हैन। सिनो कोरियन नम्बरमा गणना गरिन्छ। यो चाहिँ सिनो कोरियन नम्बरबाट गणना हुन्छ। जति पनि मिटरहरूको कुरा भयो अनि त्यसपछि किलोग्रामहरूको कुरा भयो, यो सबै सिनोमा गणना गरिन्छ भन्ने चाहिँ थाहा पाउनु पर्यो। 830 ग्राम छ भने अब कसरी भनेको छ हेरौँ। अप्सन नम्बर 1 ले खुरुसी फाल्बेक सामसिप किलोग्राम इस्सुम्निदा भनेको छ। कचौरा चाहिँ 830 माथि ग्राम छ, तल चाहिँ के भन्यो किलोग्राम भन्यो, केजीमा छ भन्छ। 830 केजी छ भन्छ, केजी होइन। हाम्रो चाहिँ कतिमा छ ग्राम छ। 830 ग्राम छ भने यो पनि मिल्ने भएन। त्यसैगरी अप्सन नम्बर 2 ले खुरुसी यदल फेक सामसिप किलोग्राम इस्सुम्निदा कचौरा चाहिँ 830 किलोग्राम छ भन्छ। यो पनि यहाँनिर ओरिजिनलमा गर्नु पछाडि पनि किलोग्राम भनेको छ, त्यो पनि मिल्दैन। सिनोमा गणना गरिन्छ यस्तो एकाइहरू। त्यसैगरी अप्सन नम्बर 3 ले खुरुसी फाल्बेक सामसिप खुरेम इस्सुम्निदा भनेको छ। कचौरा चाहिँ 830 ग्राम छ भन्छ। ठिक छ, यो चाहिँ 3 नम्बर अप्सन आन्सर हुने भयो। खुरुसी फाल्बेक सामसिप खुरेम इस्सुम्निदा भनेको छ। कचौरा चाहिँ 830 ग्राम छ भन्छ। आन्सर 3 नम्बर ठिक छ। 4 नम्बर अप्सनले खुरुसी यदलफेक सामसिप खुरेम इस्सुम्निदा कचौरा चाहिँ 830
ग्राम छ भन्यो, तर यहाँनिर एदल भनेर ओरिजिनल कोरियन नम्बरको सङ्ख्या राखिदिएको छ। त्यो ओरिजिनलबाट चाहिँ यस्तो ग्रामहरू अथवा किलोग्रामहरू गणना गरिँदैन भन्ने छ। त्यसकारण हाम्रो एन्सर चाहिँ 3 नम्बर हुने भयो। खुरुसी फाल्बेक सामसिप खुरेम इस्सुम्निदा कचौरा चाहिँ 830 ग्राम छ भन्ने चाहिँ हुने भयो। त्यसै अर्को हेर्छौँ हामीले 3 देखि 4 मा यहाँनिर के सोधेको छ क्वेसन नम्बर 3 देखि 4 लाई हेरौँ। थाम छिल्मुने थापा सिप्सियो भनेको छ। 3 देखि 4 मा थाम छिल्मुने थापा सिप्सियो तलको प्रश्नको जवाब दिनुहोस् भन्यो। 3 नम्बरमा हेर्छौँ थाम थानवे तलको शब्दको फान्दे मारुल मौसिमनिका विपरीत अर्थ के हो, उल्टो अर्थ के हो भनेर सोधेको छ। मिनिङ हेर्दा हाम्रो छाङ्मुनुल थात्ता भन्ने छ झ्याल बन्द गर्नु भन्नेको हाम्रो विपरीत अर्थ उल्टो अर्थ चाहिँ खोजेको छ। झ्याल बन्द गर्नुको विपरीत अर्थ येल्दा भन्छ 1 नम्बरमा, खोल्नु झ्यालडोका खोल्नु भन्छ, बन्द गर्नु थात्ताको विपरीत अर्थ फान्देमार येल्दा नै हुन्छ। ठिक छ, अप्सन नम्बर 1 नै एन्सर हुने भयो होइन। थात्ताको फान्देमार चाहिँ येल्दा झ्यालडोका खोल्नु भन्ने ठिक छ। फुल्दा भनेको छ, यो फुल्दा भनेको पनि खोल्नु चाहिँ हो, तर यो टाईहरू खोल्नुमा यस्तोमा चाहिँ लाग्छ होइन। खिचुल मुन्जिरुल फुल्दा यो नमुना प्रश्नहरू हल गर्नु यस्तोमा चाहिँ लाग्ने भयो होइन। ओएरुल फुल्दा भरमहरू हटाउनु यस्तोमा चाहिँ लाग्छ। यो फुल्दा भनेको झ्यालडोका खोल्नुमा जहिल्यै येल्दा नै हुन्छ। त्यसै गरी थुत्ता भनेको छ, थुत्ता भनेको सुन्नु भइहाल्यो, खेदा भनेको अन गर्नु भन्ने भयो। हाम्रो एन्सर चाहिँ छाङ्मुनुल थात्ताको फान्देमाल छाङ्मुनुल येल्दा भन्ने चाहिँ हुन्छ 1 नम्बर एन्सर हुने भयो। त्यसै गरी अर्को क्वेसन हेर्छौँ हामीले क्वेसन नम्बर 4 मा हामीलाई के सोधेको छ। 4 नम्बरलाई हेरौँ पहिला माथि। क्वेसन नम्बर 4 मा क्वेसनले के सोधेको छ पहिला क्वेसनलाई हेर्छौँ। यहाँनिर 4 नम्बरको क्वेसनले थाम थानवा तलको शब्दसँग ख्वाङ्गे इन्नन गसुल खोरो सिप्सियो सम्बन्ध हुने कुरालाई छान्नुहोस् भनेको छ। ख्वाङ्गे इत्ता चाहिँ सोधेको छ। अब यहाँनिर मिनिङहरू हेर्ने के छ। यो फम्न्युल भनेको छ, फम्न्युल अनि त्यसै गरी आन्जन हाङ्गुग र कम्प्युटर। फम्न्युल भनेको कानुन सम्बन्धी कुराहरू भयो, आन्जन भनेको सुरक्षा सम्बन्धी भयो, हाङ्गुग कोरियन भाषा, कम्प्युटर भनेको कम्प्युटर। यो सबैको सम्बन्ध केसँग हुन्छ भनेको छ। फात्ता भनेको छ प्राप्त गर्नु, सुअब भनेको चाहिँ कक्षाहरू भयो, सिगान भनेको छ समय भयो, खेउयुक भनेको तालिम। अब यसको सम्बन्ध चाहिँ केसँग हुन्छ भन्दाखेरि जस्तो फम्न्युल खेउयुक भनेको कानुनी तालिमहरू भयो, आन्जन खेउयुक भनेको यो सुरक्षा सम्बन्धी तालिमहरू भयो, हाङ्गुग खेउयुक भनेको कोरियन भाषाको तालिम भयो, कम्प्युटर खेउयुक भनेको कम्प्युटर भाषाको तालिम। यो सबै चाहिँ केसँग हुने भयो त सम्बन्ध भनेको हाम्रो खेउयुक तालिमसँग चाहिँ यिनीहरूको सम्बन्ध रहन्छ। यिनीहरू सबै तालिम हुन् होइन। तालिम भएको हुनाले हाम्रो एन्सर चाहिँ कति त भन्दा 4 नम्बर खेउयुकसँग यिनीहरूको सम्बन्ध रहन्छ भन्ने कुरा बुझ्नु पर्यो। एन्सर चाहिँ हाम्रो 4 नम्बर फम्न्युल खेउयुक भनेको यो कानुन सम्बन्धी कानुनी तालिम भयो, आन्जन खेउयुक भनेको सुरक्षा तालिम, यो हाङ्गुग खेउयुक कोरियन भाषाको तालिम, कम्प्युटर खेउयुक भनेको कम्प्युटर तालिम। यिनीहरूको समयसँग कुनै सम्बन्धै हुने भएन। सुअब कक्षाहरू भन्न चाहिँ अलि मिल्दैन यिनीहरूलाई होइन। कम्प्युटर कक्षा कोरियन भाषाको कक्षासम्म ठिकै छ, तर सुरक्षा कक्षा र कानुन कक्षा भन्ने चाहिँ हुँदैन। फात्ता भनेको तालिमहरू पाउनुमा बरु फात्ता हुन्छ, यस्तोमा चाहिँ फात्ता लाग्दैन। 5 देखि 8 लाई हेर्छौँ। 5 देखि 9 सम्म हाम्रो यहाँनिर फिनखान आएको छ एकमुष्ट रूपमा होइन। 5 देखि 9 को फिनखानलाई हेरौँ के भनेको छ। ओएसा खुबान हेरौँ। 5 देखि 9 मा फिनखाने थोराखाल खाजाङ खाली ठाउँमा भित्र जाने सबैभन्दा आल्माजुन गसुन खुरो सिप्सियो अति मिल्यो कुरालाई छान्नुहोस् भनेर यहाँनिर हाम्रो फिनखान राखिदिएको छ क्वेसन नम्बर 5 मा। अप्सनमा हेर्छौँ हामीले कुन्नादाबाट कुन्नादो, कुन्नेदाबाट कुन्नेदो। यहाँनिर अदो आदो भन्नेको राम्रो आयो, कुन्नादा र कुन्नेदा आछ। यता चाहिँ कुन्नागी र कुन्नेगी भन्ने दुईटा यहाँ चाहिँ गीसँग जोडिएको छ। समग्रमा हामीले बुझ्नुपर्ने कुरा के छ भने यहाँनिर जस्तो कुन्नादा र कुन्नेदा भन्ने शब्द चाहिँ आएको छ। यो कुन्नादा कुन्नादा कति बेला दुईटै सकाउनु हो होइन। कुन्नादा भनेको पनि सकाउनु हो, कामसँग सम्बन्धित हुन्छ भन्ने कुरा पनि पढिसकेका छौँ हामीले, सकाउनु। त्यसै गरी कुन्नेदा भन्ने छ, कुन्नेदा भनेको पनि सकाउनु नै हो। अब यस्तो अवस्थामा हामीले कुन्नादा र कुन्नेदा कसरी छुट्याउने भन्ने कुरा हुन्छ। जहिले पनि कुन्नादाको अगाडिको पार्टिकुलर होइन, कुन्नादा भन्दा अगाडिको पार्टिकुलर इरगा हुनुपर्छ। इरगाको पछाडि जहिले के हुन्छ
कुन्नादा हुन्छ। इ र गाको पछाडि कुन्नादा हुनुपर्छ भन्ने कुरा चाहिँ थाहा पाउनुपर्छ। इ र गाको पछाडि कुन्नादा, पार्टिकुलर इ र गाको पछाडि फिन खानेको अन्तिम पार्टिकुलर हेर्ने। जहाँ इ र गा पार्टिकुलर छ भने हामीले कुन्नादा छान्छौँ मिनिङ। त्यसै गरी अर्को उल्लुलको पछाडि, उल्लुल पार्टिकुलरको पछाडि चाहिँ कुन्नेदा हुनुपर्छ। उल्लुल पार्टिकुलरको पछाडि हामीले कुन्नेदा भन्ने मिनिङ चाहिँ लिनुपर्छ भन्ने कुरा थाहा पाउनुपर्छ। इ र गाको पछाडि कुन्नादा, उल्लुलको पछाडि कुन्नेदा हुनुपर्छ पार्टिकुलरको अवस्थामा। यहाँहरूले यो कुराहरू पनि ध्यान दिनु होला। अब यति भइसकेपछि हामीले कुन्नादा कि कुन्नेदा छान्ने कुरा चाहिँ पार्टिकुलरको अवस्थाबाट छान्ने भयौँ। त्यसै गरी अदो आदो कि गी भन्ने चाहिँ वाक्यको सिचुएसन अनुसार हामीले ग्रामर छान्नेछौँ। हेरौँ क्वेसनमा के छ। हाङ्गु के छ शिक्षा हाल्थे कोरियामा खाना खाने बेला आरे सारामी मन्ज माछेदो। सानो मान्छेले पहिला सके पनि कोरियामा चाहिँ खाना खाँदाखेरि सानो उमेरको मान्छेले पहिला खाना सके पनि अरुणी शिक्षारुल पाको मान्छेले खानालाई भन्ने पार्टिकुलर हेर्ने। उल्लुल पार्टिकुलर छ भने हामीले अब कुन लिन्छौँ शब्द, कुन्नादा नलगेर कुन्नेदा चाहिँ लिन्छौँ भन्ने कुरा छ भने कुन्नादाभरि हामीले हटाउँछौँ। कुन्नादा कुन्नादो यो पनि हट्ने भयो भने कुन्नेदाबाट हामीले वाक्य पुरा गर्छौँ भन्ने चाहिँ थाहा पाउनु पर्यो। अनि डड्डर छन् काजी नुन अघिसम्म चाहिँ छारिएछ इरनाजी आन्सुम्निदा सिटबाट उठिँदैन भनेको छ। पछाडि नेगेटिभ छ यहाँनिर। कोरियामा खाना खाने बेला चाहिँ तल्लो मान्छेले अथवा सानो मान्छेले पहिला खाना सके तापनि पाको मान्छेले खाना के भन्नु पर्यो, अघिसम्म चाहिँ सिटबाट उठ्नु हुँदैन भनेको छ। कुन्नेगी छन्काजी सकाउन अघिसम्म, अनि कुन्नेदो छन्काजी सकिए अघिसम्म भन्ने छ। यस्तो अवस्थाहरूले गी लिन पर्यो। कुन्नेगी छन्काजी सकाउनु अघिसम्म छारिएछ इरनाजी आन्सुम्निदा सिटबाट उठ्नु हुँदैन। पाको मान्छेले चाहिँ खानालाई सकाउनु अघिसम्म जस्ताको तस्तै सिटमा चाहिँ बस्नुपर्छ। हामी सिटदेखि उठ्नुहुन्न भन्ने कुरा चाहिँ हुने भयो। त्यसकारण हाम्रो एन्सर 4 नम्बर कुन्नेगी भन्ने चाहिँ राख्नु पर्यो। कुन्नेदा कुन्नेदो सकाए पनि भन्ने पनि भएन। हाम्रो चाहिँ कुन्नेगी छन्काजी छारिएछ इरनाजी आन्सुम्निदा सकाउनु अघिसम्म सिटबाट उठ्न हुँदैन, सिटमै बस्नुपर्छ। पाको मान्छेले खाना सकाइसकेपछि मात्रै हामी त्यसपछि बल्ल सिटबाट उठ्नुपर्छ भन्ने कुरा छ। 4 नम्बर एन्सर। त्यसैले अर्को 6 नम्बरको फिनखानलाई हेर्छौँ। क्वेसन नम्बर 6 को फिनखानले के भनेको छ अप्सनलाई हेरौँ पहिला। 6 को अप्सनले चाहिँ अगिदाबाट अगेया भनेको छ। अगिदा भनेको यो नियमहरू उल्लङ्घन गर्नु, अगिदा अथवा उइबान हादा भने हुन्छ होइन। उइबान हादा भनेको पनि उल्लङ्घन गर्नु, नियमहरू उल्लङ्घन गर्नु भन्ने भयो। नियम उल्लङ्घन गर्नु भन्ने हुन्छ उइबान हादा अथवा अगिदा। त्यसै गरी छिकिदा भनेको छ। छिकिदा भनेको पालना गर्नु, अनि अगेछ उल्लङ्घन गरेर, छिकिएछ पालना गरेर। असास र अया आया भन्ने ग्रामर चाहिँ आएको छ यहाँनिर। अब यस्तो अवस्थामा यहाँहरूलाई ग्रामरहरू छुट्याउन गाह्रो भएको अवस्थामा असास र अया आयासँगै आयो भने कसरी छुट्याउन सकिन्छ त भन्दाखेरि, अब यस्तोमा खासै त्यस्तो तुलनात्मक ग्रामर त होइन। तैपनि तपाईँहरूले जान्नुपर्ने के छ भन्दा अया आया बिचमा आउँदा अया आया भनेको चाहिँ यो भने मात्र भन्ने ग्रामर हामीले पढेका छौँ होइन। यो भने मात्र, यो ग्रामर कस्तो हो त भन्दाखेरि अगाडिको वाक्यको सम्भावित नतिजा भन्दा पनि अगाडिको वाक्यको वास्तविक नतिजा पछाडिको वाक्यमा हुन्छ। अगाडिको वाक्यको वास्तविक नतिजा यो मेन उमेनसँग आउँदा पनि छुट्याउन सकिन्छ। वास्तविक नतिजा पछाडिको वाक्यमा हुन्छ। पछाडिको वाक्यमा हुँदा अया आया लाग्छ। यस्तो अवस्थामा अया आया एया हेया ओया यो भने मात्र भन्ने ग्रामर लाउनलाई अगाडिको वाक्यको एकदम वास्तविक नतिजा हुनुपर्छ है। जसको लागि यस्तो गर्यो भने यो हुनैपर्छ भन्ने चाहिँ हुन्छ यसमा। अया आयामा भने मेन उमेनमा के हुन्छ, योसँग मेन उमेन पनि मिल्ने ग्रामर हो होइन। योसँग मिल्ने भनेको अर्को मेन उमेन हो। मेन उमेनसँग चाहिँ कस्तो हुन्छ भन्दा मेन उमेन यो भने
मेन वुमेनको पछाडि चाहिँ कस्तो हुनुपर्छ भन्दा सम्भावित नतिजा हुनुपर्छ। नतिजा चाहिँ पछाडि हुन्छ तर कस्तो त भन्दा सम्भावित हुन पनि सक्छ, त्यस्तो नहुन पनि सक्छ। सम्भावित नतिजा चाहिँ मेन वुमेनको पछाडि हुन्छ भने आएको पछाडि वास्तविक नतिजा हुन्छ भन्ने कुरा थाहा पाउनु पर्यो। असाआशा छ यहाँनिर हाम्रो ग्रामर। असाआशाको पछाडि के हुनुपर्छ? असाआशा अब कारण जनाउँदा पनि प्रयोग गरिन्छ, विभिन्न कुराहरू समान प्रसङ्ग वाक्यमा पनि प्रयोग गरिन्छ, त्यसको धेरै प्रसङ्ग छ। हेरौँ वाक्यको सिचुएसन के कस्तो छ। थारुन सारा मेघे फिहेरुल छुचियानको, अरू मान्छेलाई हानि नदिएर सरो छुवारोपके सालकी उइएछन्, एक आपसमा मेलमिलाप हुने गरी बसोबास गर्नको लागि। अरू मान्छेलाई, फरक मान्छेलाई चाहिँ हानि नदिएर एक आपसमा मेलमिलाप हुने गरी बस्नको लागि चाहिँ खोङगोङ सेङवाल एजल भनेको सार्वजनिक जीवनयापनको शिष्टाचारलाई डट हाम्निदा नुपर्छ भन्ने छ यहाँनिर। अब हाम्निदा भन्ने रहेछ यहाँनिर इन्डिङमा। अब यहाँनिर अनिवार्यता जनाउँदा प्रयोग हुने भयो। आया मात्रै नभएर यहाँनिर चाहिँ आयासँग हादा आयो भने फेरि अनिवार्यता जनाउने ग्रामर भयो भने खिउछिकुल अथवा यो एजलुल जहिले पनि के हुन्छ कि अघिदा हुने भयो कि चाहिँ छिकिदा हुने भयो। यहाँनिर अब सार्वजनिक जीवनयापनको एजललाई चाहिँ कस्तो त अरू मान्छेलाई हानि नहुने गरी अथवा अरूलाई डिस्टर्ब नहुने गरी मेलमिलाप हुने गरी के गर्नुपर्छ? पालना गर्नुपर्छ। छिखिया हाम्निदा पालना गर्नुपर्छ भन्ने चाहिँ एन्सर हाम्रो 3 नम्बर हुने भयो। सार्वजनिक जीवनयापनको शिष्टाचारलाई पालना गर्नुपर्छ, उल्लङ्घन गर्नुपर्छ भन्ने भएन, अनि उल्लङ्घन गरेर अनि पालना गरेर भन्ने पनि भएन। हाम्रो एन्सर चाहिँ 3 नम्बर छिखिया हाम्निदा। अब यसैको हकमा आएको पछाडि हादा अथवा दोइदा आयो भने त्यो चाहिँ अनिवार्य जनाउने ग्रामर बन्छ भन्ने कुरा। यहाँ इन्डिङ हेरेर पनि हामीले सजिलै पत्ता लगाउन सकिन्छ। यस्तो अवस्थामा असाआशा भन्दा पनि आया लाग्छ भन्ने थाहा छ, अनि त्यसपछि हाम्रो पालना गर्नु कि उल्लङ्घन गर्ने भन्ने कुरा बाँकीको सिचुएसन अनुसार पत्ता लगाउन सकिन्छ। अर्को फिनखान हेर्छौँ। 7 नम्बरको फिनखानमा के भनेको छ? अप्सनलाई हेरौँ पहिला। क्वेसन नम्बर 7 को अप्सन 1 ले के भन्छ हेरौँ। थौक भनेको छ। थौक भनेको अथवा थ भनेको अझै भन्ने भयो। अनि छने भनेको छ। छने भनेको कति पनि। अनि खोथोङ भनेको छ। यो खोथोङ भनेको चाहिँ दुःख अथवा पीडा भन्ने हुन्छ। पीडा दुःखहरू होइन यस्तोलाई महसुस गर्छ। मुसी भनेको बेवास्ता, वास्ता नगर्नु अथवा बेवास्ता। मुसी आधाबाट मुसी आएको बेवास्ता। के छ माथि हेरौँ क्वेसनमा। क्वेसन नम्बर 7 मा आफातुना ओल्लुम खातुन खोङदोङ छुतेके सानन खेङवेनन्, अपार्टमेन्ट अथवा एकल रुम जस्ता सार्वजनिक निवासमा बस्ने अवस्थामा, अपार्टमेन्ट अथवा एकल रुम यस्ता सार्वजनिक निवासमा बस्ने अवस्थामा चाहिँ युथ एके फियरुल छुजी आन्दोलक। युथ भनेको छिमेकीलाई फिहेरुल छुजी आन्दोलक हानि अथवा डिस्टर्ब नदिने गरी डट सिङ्गेङुल सय हाम्निदा। डट ध्यान दिनुपर्छ अथवा दिमाग प्रयोग गर्नुपर्छ। अझै दिमाग प्रयोग गर्नुपर्छ अथवा अझै ध्यान दिनुपर्छ। यो अपार्टमेन्ट अथवा एकल रुम जस्ता सार्वजनिक निवासहरूमा जहाँ सबै धेरैजनाहरू मानिसहरू धेरै परिवारहरू बसिन्छ त्यस्तो ठाउँमा बस्ने बेला चाहिँ छिमेकीलाई हानि नहुने गरी अथवा छिमेकीलाई डिस्टर्ब नहुने गरी अझै दिमाग प्रयोग गर्नुपर्छ अथवा अझै ध्यान दिनुपर्छ। थौक सिङ्गेङुल सय हाम्निदा भन्ने छ। 1 नम्बर एन्सर हुने भयो। कति पनि ध्यान दिनु हुँदैन अथवा कति पनि ध्यान दिनुपर्छ भन्ने भएन। पीडा अनि ध्यान दिनुपर्छ भन्ने पनि भएन। व्यवस्था अनि ध्यान दिनुपर्छ भन्ने पनि भएन। हाम्रो अझै ध्यान दिनुपर्छ भन्ने 1 नम्बर एन्सर भयो। अर्को हेर्छौँ हामीले 8 नम्बरको फिनखानमा। क्वेसन नम्बर 8 को फिनखानले के भन्छ हेरौँ अप्सनबाट। 8 को अप्सन नम्बर 1 क्वेसन नम्बर 8 को अप्सनमा हेरौँ। के वेबथोन भनेको छ। के वेबथोन भनेको कोरियाली वेब कार्टुनहरू हो होइन। कोरियाली वेब अथवा कार्टुन भनौँ। कोरियाली वेब अथवा कार्टुन के वेबथोन। के फेसन भनेको कोरियाली फेसन भन्ने भयो। अनि त्यसै गरी के ब्युटी भनेको छ कोरियन ब्युटी, कोरियन सुन्दरताको हो कि के फुदु भनेको छ कोरियन खाना, कोरियन फुड्सको। केसको बारेमा कुरा छ माथि हेरौँ 8 नम्बरमा। योजुम डट इगा इङ्गिरोल कुलको इस्सुनिदा। आजभोलि डटले लोकप्रियता तानिरहेको छ। आजभोलि डटको चर्चा छ। के को छ त चर्चा? अब कोरियन कार्टुनको हो कि कोरियन ब्युटीको हो कि कोरियन फेसनको हो कि कोरियन फुडको हो, त्यो कुरा हामी पछाडिको वाक्यबाट हामीले एन्सर पत्ता लगाउनेछौँ।
खुरेछ त्यसैले हाङ्गुके याङवास कोरियामा भ्रमण आई अथवा कोरियामा भ्रमण आएर सुथाइल भनेको चाहिँ स्टाइल खोदी भनेको चाहिँ यो खोदी भनेको चाहिँ पोसाक स्टाइलको पोसाक अथवा चर्चित पोसाकहरू स्टाइलका पोसाकलाई सानम सारामदुरी किन्ने मान्छेहरू मान्छुम्निदा धेरै छन्। अब कोरियामा डटको लोकप्रियता धेरै छ आजभोलि, जहाँ कि कोरियामा भ्रमण आएका विदेशीहरू होस् अथवा स्वदेशी जोसुकैले पनि स्टाइलका पोसाकहरूलाई किन्ने मान्छेहरू धेरै छन् भने के को चाहिँ लोकप्रियता धेरै छ, केले लोकप्रियता तानिरहेको छ भन्दाखेरि कोरियन फेसनको लोकप्रियता भएर कोरिया भ्रमण आएका विभिन्न पर्यटकहरूले कोरियन स्टाइल पोसाकहरूलाई चाहिँ किन्ने मान्छेहरू धेरै छ भन्छ। त्यस्तो अवस्थामा कार्टुनको लोकप्रियता भएर पोसाक धेरै किन्ने कुरा भएन, ब्युटीको लोकप्रियता धेरै भएर पोसाक किन्ने कुरा भएन, फुडको खानाको लोकप्रियता भएर पनि पोसाक किन्ने भएन कि फेसनको लोकप्रियता भएर पोसाकहरू किन्ने भन्ने कुरा भयो। हाम्रो एन्सर 3 नम्बर। अर्को हाम्रो क्वेसन नम्बर 9 को फिनखानलाई हेर्छौँ। यो पनि चित्र अनुसार फिनखान नै हो। अब यहाँ 9 नम्बरमा हाम्रो चित्र आएको छ। यो चित्रलाई चाहिँ राम्रोसँग हेर्न पर्यो, बुककै चित्र हो जहाँनिर अब यो चित्रलाई चाहिँ हादा भन्ने त्यही छ। हामीले तलबाट छिङछान हादा हो कि छोन्जुङ हादाको हो कि सङ्सिल हादा अथवा फेरि हादा। जस्तो छिङछानलाई लग्यो भने प्रशंसा गर्नु भन्ने हुन्छ, प्रशंसा गरिरहेको चित्र यस्तो छैन। बुकमा हेर्नुभयो भने प्रशंसा गरेको यसरी हातले थमथमाइरहेको जस्तो छ, प्रशंसा गरेको होइन भन्ने थाहा पाउनु पर्यो। सङ्सिल हादा भनेको इमान्दार हुनु, इमान्दारीका साथ काम गरिरहेको छ। बुकमा त्यो चित्रहरू 33, 32 कतातिर छ, च्याप्टरमा हेर्न सक्नुहुन्छ। यो पनि सङ्सिल हादाको पनि होइन। फेरे हादा भन्छ 4 नम्बरले। फेरे हादाको चित्र कस्तो छ भन्दा बुकमा पाएको मान्छेलाई सिटहरू छोडिदिएको, सिटहरूको व्यवस्था गरिदिएको त्यस्तो खाले चित्र छ। फेरे हादाको त्यो पनि भएन भने हाम्रो यो चाहिँ कसको छोन्जुङ हादा सम्मानको हो, सम्मान गरिरहेछ भन्ने चाहिँ चित्र हुने भयो। चित्र अनुसारको हाम्रो फिनखानमा हामीले छोन्जुङ थप्छौँ। छोन्जुङ भनेको चाहिँ सम्मान गर्नु अथवा यसलाई चाहिँ रेस्पेक्ट गर्नु जस्तै सम्मान गरिरहेको छ। सानो मान्छेलाई पनि ठुलो मान्छेले चाहिँ सम्मान गरिरहेको छ भन्ने जनाउन खोजेको हाम्रो एन्सर 2 नम्बर हुन्छ। छोन्जुङ हादा सम्मान गर्नु। 10 को साङ्केतिक चिन्हलाई हेर्छौँ। 10 देखि 13 मा हाम्रो बकेटहरूको क्वेसनहरू आएको छ। 10 देखि 13 ले के भन्छ हेरौँ पहिला क्वेसनमा। 10 देखि 13 थाम छिल्मुने थापा सिप्सियो। तलको प्रश्नको जवाब दिनुहोस् भनेको छ। सिप्पन 10 नम्बरमा यी फ्यौजिनन मोसन तुतिम्निका यो साङ्केतिक चिन्हको के अर्थ हुन्छ भनेर एउटा हामीलाई साङ्केतिक चिन्ह दिएको छ। साङ्केतिक चिन्हहरू हामीले पटक पटक भनिरहेका छौँ। साङ्केतिक चिन्ह त्रिभुजभित्र आएको साङ्केतिक चिन्हलाई खेङ्गो भनिन्छ। खेङ्गो भनेको चेतावनी हो, जसको व्याख्या चाहिँ हाम्रो छोसी मास्यो अथवा छुई हाँस्यो यसरी गरिदिएको हुन्छ। त्यसै गरी गोलाकारभित्र चाहिँ काटेको चित्र आयो भने त्यसलाई गुम्जी भन्छौँ। गुम्जी भनेको चाहिँ हाम्रो कस्तो हुन्छ निषेध हो, हाजी मासे हो, हामेन आन्थेम्निदा यस्तै खाले व्याख्या हुन्छ। त्यसै गरी अर्को हाम्रो गोलाकारभित्र आउँछ जुन काटेको छैन भने त्यसलाई छिसी फ्यौजी भनिन्छ। छिसी फ्यौजी अथवा खाङ्जे हेङदोङ फ्यौजी भनेको बाध्यताकारी साङ्केतिक चिन्हहरू जुन गर्नै पर्छ। छाग्योङ आसे हो, सिप्सी हो, सेयो सेयो यसरी नै सोधेको हुन्छ व्याख्यामा। यो तरिकाले साङ्केतिक चिन्हहरू याद गर्नु होला। अब हाम्रो अहिलेको साङ्केतिक चिन्ह चाहिँ हाम्रो खेङ्गोभित्रको छ। खेङ्गोमा पनि यहाँनिर चित्र हेर्ने त्रिभुजभित्रको खेङ्गो हो, चेतावनी हो र जहाँनिर मान्छे सामानमा अल्झिएर अथवा सामानमा लागेर यसरी भुइँमा लडेको जस्तो छ। यो 53 च्याप्टरको सुरुवातमै छ यो साङ्केतिक चिन्ह भने। अब यता अप्सनले के व्याख्या गरेको छ। मिक्रोन फ्योमेन खेङ्गो चिप्लो सतहको चेतावनी भनेको छ। चिप्लो सतहमा कस्तो छ भन्दा मान्छे यस्तो साङ्केतिक भित्र चाहिँ लडिराखेको, लड्न खोजेको जस्तो छ। यो भएन। 2 नम्बरले थोक्सङ मुल्जिल खेङ्गो भनेको छ। थोक्सङ मुल्जिल भनेको विषाक्त पदार्थहरूको चेतावनी हो। विषाक्त पदार्थ भनेको पोइजन जन्ने वस्तुहरू जुन त्रिभुजभित्र हड्डी जस्तो अथवा भूतको जस्तो चित्र छ त्यसलाई कसरी याद गर्नु भएको छ यहाँहरूले। त्रिभुजभित्र भूतको चित्र अथवा हड्डी भएको चित्र छ भने त्यो चाहिँ थोक्सङ मुल्जिलको हो भने यो चाहिँ अहिले त्यस्तो खालको त्यस्तो अवस्था छैन भने विषाक्त पदार्थ पनि होइन। अप्सन नम्बर 3 ले फादाङमेन छाङ्गेमुल खेङ्गो भूमि अवरोध चेतावनी भनेको छ। भूमि अवरोधको चेतावनी भनेको भुइँमा चाहिँ केही वस्तुहरू छ, अवरोध छ, ख्याल गर्नुहोस् भन्ने खालको हो हाम्रो चित्र र अप्सन 3 नम्बरसँग मिल्न जान्छ। त्यसकारण एन्सर 3 नम्बर फादाङमेन छाङ्गेमुल भूमि अवरोधको साङ्केतिक चिन्ह हो। 53 च्याप्टरको सुरुवातीमै छ यो साङ्केतिक चिन्ह। त्यसै गरी सेङ्मुल ह्वाचक उइए खेङ्गो भनेको चाहिँ यो जीवाशेष इन्धन अथवा जीवाशेष जैविक शक्ति अथवा जैविक ऊर्जाको चेतावनी भनेको चाहिँ यो चाहिँ
यस्तो साङ्केतिक चिन्ह पनि होइन। जैविक ऊर्जाको चाहिँ हाम्रो फरक खाले छ। यहाँले 53 च्याप्टरदेखिका 56 च्याप्टरदेखि 53 देखि 56 सम्मको साङ्केतिक चिन्हहरू राम्रोसँग याद गर्नु होला, जहाँबाट आउने साङ्केतिक चिन्हहरू हाम्रो बुकभन्दा बाहिरदेखि आउँदैन, त्यो कुराहरू चाहिँ हेर्नु होला भन्दै हाम्रो आन्सर चाहिँ कति भयो? 3 नम्बर फादागमेन छाङ्गेमुल खेङ्गो भूमि अवरोधको साङ्केतिक चिन्ह हो। अर्को हाम्रो बकेटको क्वेसन मध्येमा 11 कोलाई हेर्छौँ हामीले। यस्ता ब्राकेटभित्रका क्वेसनहरू यहाँहरूलाई कसरी सोध्छ त इक्जाममा, त्यो कुरा पनि जान्न जरुरी छ। ब्राकेटभित्र हामीलाई क्वेसनहरू 3 अथवा 4वटासम्म सोध्ने गरेको छ अहिलेको इक्जाममा पनि, 3 देखि 4 सम्म। कस्तो खाले सोध्छ त भन्दा हामीलाई एउटा औषधिको चार्टबाट सोध्छ होइन, औषधिको झोला सम्बन्धी, औषधि सेवन गर्ने तरिका सम्बन्धी, त्यहाँनिर औषधिको झोलामा लेख्ने कुराहरूको बारेमा सम्बन्धित कुरा छान्नुपर्ने एउटा त्यसरी सोधेको हुन्छ। अरू कुराहरू खङ्गोहरू भन्ने हुन्छ जुन विज्ञापनहरू सम्बन्धी सोधेको हुन्छ होइन। विज्ञापनहरूमा विभिन्न विज्ञापनहरू हुन्छन्, जस्तै कर्मचारीहरू चाहिएको अवस्थामा कस्तो कस्तो कर्मचारी चाहिएको छ त्यो कुरा भित्र खुलाइएको हुन्छ र जसको आधारमा हामीले सम्बन्धित कुरा छान्नुपर्ने हुन्छ। त्यसै गरी अर्को चाहिँ जस्तो फिल्महरूको बारेमा होइन, फिल्मको बारेमा पनि व्याख्याहरू गरेको हुन्छ, त्यो चाहिँ विज्ञापन फिल्महरूको बारेमा। अनि अरू कुनै सूचनाहरू कक्षाहरूको सूचना अथवा जानकारीहरू यस्तो दिएको हुन्छ, सूचना अथवा जानकारी सम्बन्धी क्लासहरू कहिलेदेखि सञ्चालन गर्ने, के कस्तो छ क्याटेगोरी, त्यसको कसले लिने होइन, कति बजी सुरु हुने, कहिले चाहिँ दर्ता गर्ने, त्यस्ता सम्बन्धी चार्टहरू चाहिँ राखिदिएको हुन्छ हामीले। त्यस्तो अवस्थामा भित्र कुराहरूलाई राम्रोसँग केलाएर बल्ल अप्सन हेर्ने बानी गर्नुपर्छ, जुन क्वेसनहरूले चाहिँ यहाँहरूलाई सहज तरिकाले हल गर्न सक्नुहुनेछ। हेरौँ 11 को क्वेसनले के भनेको छ पहिला, यी सारामे इल्हान खोद अदिम निकाह, यो मान्छेले काम गर्ने ठाउँ कहाँ हो? यी सारामे इल्हानन खोद अदिम निकाह, यो मान्छेले काम गर्ने ठाउँ कहाँ हो भनेर हामीलाई काम गर्ने ठाउँ चाहिँ सोधेको छ। सिन्मुन्जुङ छ परिचय पत्रमा। हेरौँ सङ्मेङ नाम चाहिँ इनाउ भन्ने यसको नाम छ, छिगुई पद चाहिँ ख्यौगाम भन्ने यसको पद भयो। अनि उही सारामुन माथिको मान्छे चाहिँ साङ्छ छोदुङ हाक्योए ख्यौ छिगोनुन छुङमेङ हाम्निदा भनेको चाहिँ यो माथिको मान्छे चाहिँ यो साङ्छ छोदुङ हाक्यो भन्ने एउटा विद्यालयको ख्यौजी गुमुल छुङमेङ हाम्निदा भनेको चाहिँ यो कर्मचारी भएको कुरालाई चाहिँ प्रशिक्षक अथवा कर्मचारी भएको कुरालाई चाहिँ प्रमाणित गर्छ। साङ्छ छोदुङ हाक्यो भनेर यहाँनिर साङ्छ छोदुङ हाक्यो चाङ भनेर यहाँनिर यसको ठाउँको नाम अथवा यसले चाहिँ काम गर्ने ठाउँको नाम दिएको छ। यस्तो अवस्थामा पनि छुट्याउन सकिन्छ। कतिपय अवस्थामा कम्पनीको नामहरूलाई यसरी जू भनेर राखिदिएको हुन्छ, त्यो जूको आधारमा पनि तपाईँले काम गर्ने ठाउँ चाहिँ पत्ता लगाउन सक्नुहुन्छ यदि यस्तो अवस्था नदिएको अवस्थामा। कम्पनीको नामहरूको अगाडि प्रायः जसो जू अथवा काम गर्ने ठाउँको अगाडिको नाममा प्रायः जसो जू भनेर लेखिदिएको पनि हुन्छ, त्यो आधारमा पनि छुट्याउन सक्नुहुनेछ। अब हामीले यहाँ चेक गर्छौँ, ख्यौगाम इम्निदा भनेको चाहिँ ख्यौगाम यसले काम गर्ने ठाउँ होइन, यो यसको पदको नाम हो। इनाउ इम्निदा भनेको चाहिँ इनाउ यसको नाम हो। ख्यौछिगोन इम्निदा भनेको चाहिँ ख्यौछिगोन भनेको चाहिँ यो ख्यौछिगोन भन्ने पनि यसको पद जस्तै भयो। अनि त्यसै गरी अर्को छोङदुङ हाक्यो भनेको छ, छोदुङ हाक्यो चाहिँ यसले काम गर्ने ठाउँ हो भने आन्सर हाम्रो 4 नम्बर ठिकै छ। छोदुङ हाक्यो हाक्योमा चाहिँ यसले काम गर्छ भन्ने कुरा थाहा पाउनु पऱ्यो। आन्सर हाम्रो 4 नम्बर हुन्छ। 12 क्वेसन हेरौँ। 12 मा सुनसदी आएको छ होइन, करम मिलाउने क्वेसन के भनेको छ माथि करममा हेरौँ पहिला। क्वेसन नम्बर 12 मा के भनेको छ, थाम शिक्षा हाल्थे हामेन आन्थोइनन हेङदोङुन, तलको चाहिँ खाना खाने बेला गर्यो भने नहुने क्रियाकलापको सुनसरुल मात्के मुन्जाङ्गुल खुरु सिप्सियो। करमलाई मिल्ने गरी वाक्य छान्नुहोस् भनेको छ। खाना खाँदाखेरि नगर्ने यो चाहिँ शिक्षा एजलभित्रका कुराहरू राखिदिएको छ, यस्तो यस्तो चाहिँ गर्यो भने हुँदैन भन्ने कुराहरू राखिदिएको छ, जसलाई करममा मिलाउनु पर्ने छ। सुरुमा के राख्ने भनेको छ, सुजरुल खाची थुल्दा, सुजरुल खाची थुल्मेन आन्दोमिनिदा, उम्सिकुल मगुल्ते सुजरुल खाची थुल्मेन आन्दोमिनिदा। खाना खाने बेला चाहिँ के त चम्चा चपस्टिकको सेटलाई सँगै उचाल्यो भने हुन्न भन्ने हामीले पढेका छौँ। अब यो सुजरुल खाची थुल्दालाई पहिला राख्ने भन्छ 1 नम्बरमा, सुजरुल खाची थुल्दा चम्चा चपस्टिकको सेटलाई पहिला राख्ने भनेको हाम्रो डी भनेर दिएको छ भने डी चाहिँ हाम्रो पहिलो हुने भयो। अनि त्यसै गरी खोरुल फुल्दा भनेको नाक सफा गर्नु, उम्सिकुल मगुल्ते खोरुल फुल्मे नान्दो इम्निदा, खाना खाने बेला नाक सफा गर्यो भने पनि हुन्न भन्ने छ। अब नाक सफा गरेको चित्र यहाँ चाहिँ सी भनेर दिएको छ भने दोस्रोमा हामीले सी राख्छौँ। त्यसै गरी तेस्रोमा फाप खुरुसुल थुल्को मक्ता, भातको कचौरालाई उचालेर खानु, खाना खाने बेला पनि भातको कचौरालाई उचालेर खायो भने हुन्न।
उम्सिकुल मगुल्ते फापुरुसुल थुल्गो मगुमे नान्तमिदा भन्ने त्यो शिष्टाचारमा पढेका छौँ शिक्षा एजलमा। तेस्रोमा त्यसलाई राख्ने भातको कचौरा उचालेर खाइरहेको हाम्रो ए भनेर नामाकरण गरिरहेछ भने तेस्रोमा ए राख्ने। अनि अन्तिममा चाहिँ हाम्रो सुरिरुल नेदा भनेको छ। सोरिरुल नेदा भनेको आवाज निकाल्नु। खाना खाने बेला आवाज निकाल्यो भने पनि हुन्न। उम्सिकुल मगुल्ते सोरिरुल नेमे नान्तमिदा खाना खाने बेला आवाज निकाल्यो पनि हुन्न भन्ने चाहिँ हाम्रो बी भनेर दिएको छ भने अन्तिममा हामीले बी राख्छौँ। यसरी हाम्रो एन्सर डिसिएबी हुन्छ। डिसिएबी डी सुरुमा हेर्छौँ, डी यहाँ पनि छैन, यहाँ पनि डी सुरुमा छैन, कहीँ पनि रहेनछ डी सुरुमा, मात्र डीमा 4 नम्बरमा मात्रै छ भने हाम्रो सिधै एन्सर 4 नम्बर नै हुने भयो। डिसिएबी क्रम चाहिँ यो बन्छ भन्ने हाम्रो 4 नम्बर एन्सर हुन्छ यसको संसदीय। 13 लाई हेरौँ मिच्छुल छिन। 13 को मिच्छुल छिनले के भन्छ हेरौँ। क्वेसन नम्बर 13 मा मिच्छुल छिन आएको छ। मिच्छुल छिनको लागि यहाँहरूले ग्रामेटिकल पार्टिकुलरहरू एकदमै क्लियर गर्नु होला हैन। यो पार्टिकुलर सम्बन्धी कुराहरू धेरै सोधेको छ अहिलेको मिच्छुल छिन अहिलेको इक्जाममा। थामचुङ मिच्छुल छिन फुबोने मान्नन मुन्जाङ्गुल खुरुसिप्स्यो तलको मध्ये रेखाङ्कित भागमा मिल्ने कुरालाई छान्नुहोस् भनेको छ। जस्तो अप्सन 1 मा हेर्छौँ किन चाहिँ मिलेको छैन अप्सन नम्बर 1 अथवा मिलेको छ। मिच्छुल छिनमा जहाँनिर हाम्रो मिस्टेक कहाँ हुन्छ, जहाँनिर रेखाङ्कित गरिएको हुन्छ त्यही भागमा मिस्टेक हुन्छ र जुन शब्द के कारणले मिस्टेक छ त्यो मिस्टेक पत्ता लगाउनु भनेकै मिच्छुल छिनमा सेप हुनु हो र सेप तरिकाले एन्सर पत्ता लगाउन सकिन्छ। जस्तो छनुन सागवा, सागवा मगज सुम्निदा, सागवागा मगज सुम्निदा, म चाहिँ स्याउ खाएको थिएँ भन्छ। अब यो सागवा भने चाहिँ कस्तो नाउन हो त? कर्ता कर्म क्रिया कुन हो भन्दा यो अब्जेक्टिभ नाउन हो। अब्जेक्टिभ नाउन जुन कर्म हो। कर्ममा हामीले इरगा लाउँछौँ त लाउँदैन। इरगा जहिले कहाँ लाग्छ? कर्तामा लाग्छ, काम गर्ने व्यक्तिमा लाग्छ भने यहाँ चाहिँ कर्ममा लगाइदियो त्यसकारण मिलेन, उल्लुल हुनु पर्थ्यो। छनुन सागवानुन अनि मगज सुम्निदा, म चाहिँ स्याउ चाहिँ खाएको थिएँ भन्छ। स्याउ भनेको यहाँनिर अब्जेक्टिभ नाउन हो भने यहाँ पनि उन्नुन लाग्दैन, उल्लुल लाग्नु पर्थ्यो। 3 नम्बरले छनुन सागवारुल मगज सुम्निदा, म चाहिँ स्याउलाई खाएको थिएँ भन्छ। ठिक छ। 3 नम्बरमा कर्म कर्ता कर्म र क्रिया अनुसारको अब्जेक्टिभ नाउन अनुसार यसले उल्लुल लागेको छ अथवा पार्टिकुलरहरू सबैमा मिलेको छ भने ठिक छ। 3 नम्बर सागवा भनेको अब्जेक्टिभ नाउन हो, अब्जेक्टिभ नाउनमा उल्लुल लागेको छ। ठिक छ। म स्याउलाई खान्छु खाएको थिएँ भन्ने टाइपको। ठिक छ। 4 नम्बरले के भनेको छ हेरौँ। छनुन सागवा नुन, सागवा उन भनेर उन भन्ने पार्टिकुलर लागेको छ। मगज सुम्निदा खाएको थिएँ, यस्तो स्याउलाई चाहिँ खाएको थिएँ, स्याउ खाएको थिएँ भन्ने पनि भएन। हाम्रो एन्सर 3 नम्बर नै हुन्छ। छनुन सागवारुल मगज सुम्निदा, मैले स्याउलाई चाहिँ खाएको थिएँ भन्ने उल्लुल पार्टिकुलर अब्जेक्टिभ नाउनमा लागेको छ। ठिक छ। 14 देखि 15 को क्वेसन हेर्छौँ हामीले। 14 देखि 15 मा यहाँनिर हामीलाई के सोधेको छ हेरौँ। क्वेसन नम्बर 14 देखि 15 को क्वेसनले के भन्न खोजेको छ। 14 देखि 15 मा थाम खुरोलेको तलको हरफलाई पढेर मोसे थ्यान खुलिन्ची खुरुसिप्स्यो के को बारेमा हरफ हो छान्नुहोस् भनेको छ। मोसे थ्यान खुलहरू छान्दाखेरि पहिला हामीले अप्सनमा चाहिँ के सोधेको छ, के कुराहरू गरेको छ अप्सनबाट क्लियर गरेर मात्रै हामीले माथिको क्वेसनलाई पढ्नुपर्छ भन्ने हो। अप्सन नम्बर 1 ले के भनेको छ हेरौँ। आन्जन मासुकुए छोङ्योसङ, आन्जन मासुकुए छोङ्योसङ भनेको सुरक्षा मास्कको महत्त्व, सुरक्षित मास्कको महत्त्वको बारेमा यस्तो यस्तो धुलो हुने काममा चाहिँ धुलो हुने ठाउँमा काम गर्दाखेरि सुरक्षित मास्क लगाउनुपर्छ अथवा ग्यास छेक्ने मास्कहरू लगाउनुपर्छ। ग्यासको काम गर्दैछौँ भने त्यस्तो सुरक्षित मास्कले चाहिँ हामीलाई जोगाउन सक्छ भन्ने टाइपको कुराहरू गरेको छ। मास्कको महत्त्व सम्बन्धी कुराहरू गरेको छ भने 1 नम्बर एन्सर हुने हो। 2 नम्बर एन्सर हुनलाई सानप छेहे एबाङ भनेको छ। सानप छेहे भनेको औद्योगिक दुर्घटना हो। औद्योगिक दुर्घटनाको एबाङ भनेको रोकथाम। औद्योगिक दुर्घटना सम्बन्धी कुराहरू गरेर त्यसको रोकथामको बारेमा केही कुरा गरेको छ भने हामीले 2 नम्बरलाई एन्सर मान्न सक्छौँ। 3 नम्बर एन्सर मान्नलाई 3 नम्बरले के भनेको छ। फेन्दिङ्गी छाक्तोङ छुई साङवाङ, फेन्दिङ्गी छाक्तोङ छुई साहाङ भनेको छ। यो फेन्दिङ्गी भनेको प्याकिङ गर्ने मेसिन हो हैन। प्याकिङ गर्ने मेसिनलाई सञ्चालन गर्ने बेला होसियारी हुने अवस्था, प्याकिङ मेसिनलाई सञ्चालन गर्दा के कस्ता कुराहरूमा होसियारी हुनुपर्छ भन्ने कुराको बारेमा व्याख्या छ भने 3 नम्बरलाई एन्सर मान्न सक्छौँ। 4 नम्बर एन्सर मान्नलाई आन्जन ख्यौगे फाङबब भनेको छ। सुरक्षा तालिमको तरिका, सुरक्षा तालिम लिने चाहिँ तरिकाहरूको बारेमा कुरा गरेको छ भने 4 नम्बर एन्सर हुने भयो। अब के कुरा छ माथि हेरौँ डिटेलमा। 14 नम्बरमा चाहिँ के भनेको छ। सानप छेहेनुन औद्योगिक दुर्घटना चाहिँ छोगुममान छोसिम हामेन मिरी एबाङ हाल्सु इस्सुम्निदा,
अलिकति मात्रै होशियार भयो भने पहिल्यै सुरक्षा गर्न सकिन्छ अथवा रोकथाम गर्न सकिन्छ। सुरक्षित दुर्घटनालाई अलिकति हामी पहिला नै होशियार भइयो भने सुरक्षित दुर्घटना यस्तो कारणले दुर्घटना घट्न सक्छ है भनेर पूर्व नै हामी पहिला नै होशियारी भइयो भने रोकथाम गर्न सकिन्छ नै। फेन्डिङ्गी रो प्याकेजिङ मेसिनद्वारा खोजाङ हाल्ते नुन प्याकिङ गर्ने बेला चाहिँ सोनगा रागी किजी आन्दोरक छोसिम हेया हाम्निदा। हातको औँलालाई चाहिँ नच्यापिने गरी होशियार हुनुपर्छ। प्याकिङको काम गर्ने बेला अथवा फेन्डिङ्गीद्वारा प्याकिङको काम गर्ने बेला प्याकिङ मेसिनद्वारा प्याकिङको काम गर्ने बेला हातको औँला नच्यापिने गरी होशियार हुनुपर्छ भन्यो। योङजब हाल्ते नुन वेल्डिङ गर्ने बेला चाहिँ फुवान मेङ्गुल सुदाबाट फुवान मेङ्गुल सस यो सुरक्षित सेफ्टी सिल अथवा फुल सेफ्टी सिल वेल्डिङ मुकुन्डो पनि भनिन्छ कतिले फुवान मेङ भनेको त्यसलाई चाहिँ लगाएर वासाङुल इब्जी आन्दोरक घाउ चोटपटक लाग्नु वासाङुल इप्ता भनेको घाउ अथवा चोटपटक लाग्नु वासाङुल इब्जी आन्दोरक वासाङुल इप्ता भनेको आगोले पोल्नु होइन वासाङुल इब्जी आन्दोरक आगोले नपोल्ने गरी छोसिम हेया हाम्निदा होशियार हुनुपर्छ। वेल्डिङको काम गर्दाखेरि फुवान मेङ लगाएर आगोले चाहिँ नपोल्ने गरी होशियार हुनुपर्छ। खफुचिपुल सल्ची हाल्ते नुन भनेको छ खफुचिप भनेको ढलानको फर्मालाई चाहिँ स्थापना गर्ने बेला छाग फोबुल छाग्योङ हेया काम गर्ने कार्य पोसाकहरूलाई लगाएर छल्गा साङ्गुल इब्जी आन्दोरक छल्गा साङ्गुल इप्ता भनेको घाउ चोटपटक लाग्नु छल्गा साङ्गुल इप्ता। अब छल्गा साङ्गुल इब्जी आन्दोरक भनेको चोटपटक नलाग्ने गरी छोसिम हेया हाम्निदा होशियार हुनुपर्छ भन्यो। अब यसले भन्न खोजेको कुरा के हो फेरि मैले भने एकपटक सानब छेनन् छोगुम्मान छोसिम आमेन मेरी एवं आल्सु सुम्निदा। औद्योगिक दुर्घटनालाई अलिकति मात्रै ध्यान दियो भने पहिल्यै रोकथाम गर्न सकिन्छ भन्यो। फेन्डिङ्गी रो फोजाङ हाल्ते नुन सोनगा रागी किजी आन्दोरक छोसिम हेया हाम्निदा। प्याकेजिङ मेसिनद्वारा प्याकिङको काम गर्ने बेला चाहिँ हातको औँलालाई नच्यापिने गरी होशियार हुनुपर्छ भन्छ। योङजब हाल्ते नुन फुवान मेङ्गुल सस वासाङुल इब्जी आन्दोरक छोसिम हेया हाम्निदा। वेल्डिङ गर्ने बेला चाहिँ त्यो सुरक्षित मुकुन्डो फुल सेफ्टी सिललाई लगाएर आगोले नपोल्ने गरी होशियार हुनुपर्छ भन्यो। खफुचिपुल सल्ची हाल्ते नुन ढलानको फर्मालाई स्थापना गर्ने बेला चाहिँ छाग फोबुल छाग्योङ आया यो कार्य पोसाकलाई लगाएर छल्गा साङ्गुल इब्जी आन्दोरक छोसिम हेया हाम्निदा घाउ चोटपटक नलाग्ने गरी होशियार हुनुपर्छ भनेर यसरी हामीलाई सुरक्षा सम्बन्धी दुर्घटनाहरू रोकथाम गर्ने कुराहरूको बारेमा डिटेलमा माथि व्याख्या गरेको छ भने अब हामीले यस्तो अवस्थामा एन्सर कति लाउँछौँ भन्दा यहाँहरूलाई लगभग थाहा भइसकेको छ हाम्रो एन्सर चाहिँ कति हुन्छ 2 नम्बर सानब छेहे एबाङ औद्योगिक दुर्घटनाको रोकथामको बारेमा चाहिँ यसले कुरा गरेको हो। मास्कको महत्त्व सुरक्षित मास्कको महत्त्व मात्रै भएन अनि त्यसै गरी फेन्डिङ्गी छाक्तोङसी छुई साङवाङ यो प्याकेजिङ मेसिनलाई सञ्चालन गर्ने बेला होशियारी हुने अवस्थाको बारेमा पनि भएन। आन्जन खेउगे फाङबब सुरक्षा तालिमको तरिका पनि भएन। यो चाहिँ हाम्रो सानब छे एबाङ औद्योगिक दुर्घटनाको रोकथामको बारेमा चाहिँ कुरा गरेको हो 2 नम्बर एन्सर हुने भयो। त्यसै गरी अर्को क्वेसनलाई हेर्छौँ हामीले यहाँनिर क्वेसन नम्बर 15मा पनि मोसे थ्यान नै आएको छ के को बारेमा कुरा हो भन्ने छ। त्यस्तो अवस्थामा हामीले अप्सनबाट पहिला जानुपर्छ। अप्सनलाई हेरौँ के छ। अप्सनमा छुरिपको सामुसोए उइची छुरिपको क्वाली सामुसोए उइची भन्न खोजेको अध्यागमन विभागको स्थान कहाँ छ त अध्यागमन विभाग त्यसको स्थानको बारेमा डिटेल कुरा गरेको छ भने 1 नम्बरलाई एन्सर मान्न सकियो। सापचाङ दुङनोक चुङे दुङनोक भनेको छ। सापचा दुङनोक चुङे दुङनोक भनेको रोजगार दर्ता पत्रको दर्ता रोजगार दर्ता छ कि छैन दर्ता गर्ने प्रक्रिया के कस्तो छ त्यसको दर्ता गर्ने सम्बन्धी रोजगारदाताले गर्ने कुरा भयो। यसको दर्ता पत्रसँग सम्बन्धित कुरा छ भने त्यो एन्सर हुने भयो। 2 नम्बर एन्सर हुनलाई के छ ओइगुगिन दुङनोक सी छुन्मिमुल ओइगुगिन दुङनोक सी भनेको विदेशी दर्ताको समयमा छुन्मिमुल भनेको तयारी गर्ने सामानहरू के तयारी गर्नुपर्छ त विदेशी दर्ता गर्दाखेरि हैन। नर्मल्ली हामीलाई थाहा छ विदेशी दर्ता पत्र दर्ता गर्दाखेरि हामीलाई के चाहिन्छ भन्ने कुराहरू यहाँले बुकमा मजाले पढ्नु भएको छ र हामीलाई पहिलाको पुरानो बुकमा पनि थाहा छ हैन के कति कुराहरू चाहिन्छ जस्तै पासपोर्ट चाहिन्छ होला 2 प्रति फोटोहरू चाहिन्छ भन्ने छ। त्यसपछि हामीलाई 30,000 ओन चाहिँ चाहिन्छ भन्ने छ। त्यस्तो कुराहरूको कुरा छ भने ओइगुगिन दुङनोक्सी छुन्मिमुल विदेशी दर्ता पत्रको समयमा आवश्यक हुने तयारी वस्तुहरू भन्ला। योगोन मान्दुनन फाङबब
पासपोर्ट बनाउने तरिका सिकाइदिएको छ, यसरी यसरी पासपोर्ट बनाइन्छ भन्ने तरिका सिकाएको छ भने 4 नम्बर एन्सर मान्न सकिन्छ। अब हामीलाई माथि कसरी व्याख्या गरेको छ माथि कुराहरूलाई हेर्छौँ हामीले, त्यसको आधारमा हामीले एन्सरहरू चाहिँ छान्न सकिन्छ। जस्तो 15 को हेरौँ, वेगुगिन दुङ्नोगुन विदेशी दर्ता चाहिँ हाङ्गुगे थुरावन हो, कोरिया प्रवेश गरेपछि अथवा कोरिया भित्रिसकेपछि खुसीबिल इने हे हामीले 90 दिनभित्रमा गर्नुपर्छ। विदेशी दर्ता पत्र जब हामी कोरियामा 90 दिनभन्दा बढी बस्न चाहन्छौँ, 90 दिनभन्दा बढी बसेर कोरियामा जीवनयापन गर्न चाहँदैछौँ भने हामीले कम्तीमा पनि 90 दिन कटिसकेपछि हामीले अनिवार्य विदेशी दर्ता पत्र गर्नै पर्छ, नत्र बस्न पाइने व्यवस्था हुँदैन। दुङ्नोगुन छुरिप कुक्वाली सामु सोए दर्ता चाहिँ अध्यागमन विभागको अफिसमा खास गएर हामेन थोइनिदा गर्यो भने हुन्छ। विदेशी दर्ता चाहिँ कहाँ त भन्दा छुरिप कुक्वाली सामुसो नजिकैको छुरिप कुक्वाली सामुसोमा गएर गर्यो भने हुन्छ। दुङ्नोग हाल्तेनुन दर्ता गर्ने बेला चाहिँ येगवन पासपोर्ट ग्वा र साजिन थुजाङ फोटो 2 प्रति खुरिगो अनि इल्हानन खोसे सापचा दुङ्नोग चुङ्गुल काम गर्ने ठाउँको रोजगार दर्ता पत्रको प्रतिलिपि खाजीको खाया हामीले लिएर जानुपर्छ। के लिन पर्ने भयो? विदेशी दर्ता चाहिँ कस्तो त भन्दा कोरिया प्रवेश गरेको 90 दिनभित्र गर्नुपर्छ भन्यो। 90 दिनभित्रमा हामीले विदेशी दर्ता पत्र गर्न पर्छ, नत्र हामी कोरियामा त्योभन्दा बढी बस्न पाइँदैन। त्यसै गरी अब यो विदेशी दर्ता पत्र कहाँ गएर गरिन्छ त भन्दा नजिकैको छुरिप कुक्वाली सामुसो अध्यागमन विभाग केन्द्रमा गएर गरिन्छ। त्यसपछि हामीले के गर्नु पर्यो? अब यो विदेशी दर्ता गर्दाखेरि चाहिँ हामीलाई आवश्यक पर्ने सामानहरू जस्तै पासपोर्ट हुन पर्यो, त्यसै गरी फोटो हुन पर्यो 2 प्रति फोटो र आफूले काम गर्ने ठाउँको रोजगारदाताको रोजगार दर्ता पत्रको प्रतिलिपि गरेर 3वटा चिज चाहिँ यिनीहरू लिएर सँगै जानुपर्ने भयो। सुसुर्य भनेको छ सेवा शुल्क, जुन वेगुगिन दुङ्नोगचुङ बनाउँदा लाग्ने सेवा शुल्क कति त भन्दा सामान ओन्दो हाम्के खाद्य हामीदा खाद्य खाया हामीदा सामान भनेको 30,000 वोन चाहिँ सँगै लिएर जानुपर्छ भनेको छ। सुसुर्य पनि चाहिने भयो अनि पासपोर्ट पनि चाहियो, फोटो पनि 2 प्रति चाहियो, त्यसै गरी रोजगार दर्ता पत्रको प्रतिलिपि पनि चाहियो अनि 30,000 वोन सुसुर्य पनि चाहियो भने यो सबै लिएर हामी कहाँ जानु पर्यो? विदेशी दर्ता गर्न जानुपर्ने छ भने अब यस्तो अवस्थामा एन्सर चाहिँ के हुन्छ होला त? यो सबै हामीलाई के को बारेमा कुरा गरेको भन्दा वेगुगिन दोङ्नोक्सी छुन्मिमुल विदेशी दर्ताको समयमा विदेशी दर्ता पत्रको समयमा तयारी सामानहरूको बारेमा। तयारी सामान भन्नाले जस्तै पासपोर्टहरू भयो, फोटोहरू भयो 2 प्रति, अनि त्यसै गरी रोजगार दर्ता प्रमाणपत्र भयो, अनि त्यसै गरी 30,000 सुसुर्य भयो। यो सबै कुरा गरेको हाम्रो वेगुगिन दुङ्नोक्सी छुन्मिमुलको बारेमा विदेशी दर्ताको समयमा तयारी सामानको बारेमा कुरा भएको। छुरिप कुक्वाली सामुसो उइची भन्छ अध्यागमन विभागको स्थानको बारेमा कुरा भएन। सापचाङ दुङ्नोग चुङ्गे दुङ्नोग रोजगार दर्ता पत्रको दर्ता भन्छ त्यो नि भएन। पासपोर्ट बनाउने तरिका भन्छ एगोन बान्दोलन फाङबल पासपोर्ट बनाउने तरिकाको पनि होइन हाम्रो। यो चाहिँ वेगुगिन दुङ्नोक्सी छुन्मिमुल 2 नम्बर एन्सर हुने भयो। अर्को हेर्छौँ हामीले 16 देखि 18 सम्मको क्वेसन के छ हेरौँ। 16 देखि 18 मा थाम सल्मेङे आल्माजन अविरुल खुरुसिप्स्यो भनेको छ। शब्दावली छान्नुहोस्। औइ सोधेको छ हाम्रो 16 मा। 16 को अप्सनमा हेर्छौँ सोइजिरे भनेको छ। यो सोइजिरे भनेको के? काटी निकाल्ने औजार हो। सोइजिरे भनेको जुन हामीलाई काटी निकाल्न प्रयोग गरिने एउटा फलामकै हुन्छ, त्यो चाहिँ काटी निकाल्दा अगाडि हम्मरको जस्तो भाग भएको चिज हुन्छ, जसलाई चाहिँ सोइजिरे भनिन्छ, काटी निकाल्न प्रयोग गर्ने औजार। त्यसै गरी छाङदोरी भनेको छ। छाङदोरी भनेको चाहिँ हम्मर हो, काटी ठोक्न र निकाल्न प्रयोग गरिन्छ। थुराइबा भनेको छ टेस्टर पेचकस भन्ने भयो। छङ्गी दुरिल भनेको विद्युतीय ड्रिल भन्ने छ। माथि के छ औइमा हेरौँ। 16 को औइमा मोसुल फाक्कना काटी ठोक्ने अथवा पोबुल्ते निकाल्ने बेला सुनन एन्जाङरो प्रयोग गर्ने औजारको रूपमा। काटीलाई ठोक्ने बेला र निकाल्ने बेला प्रयोग गर्ने औजारको रूपमा। फोथोङ प्राय हान्चोगोन एकतिर चाहिँ मुङतुङ हाया मुङतुङ खाया भनेको छ। यो मुङतुङ खादा भनेको कस्तो? ठाडो भएर। एकतिर चाहिँ कस्तो त? ठाडो भएर, ठाडो आकारको हुनु। मुङतुङ खादा भनेको ठाडो हुनु। एकतिर चाहिँ ठाडो, जुन ठाडो भागबाट हामीले काटी ठोक्न प्रयोग गरिन्छ। ठाडो भई मोसुल फाग्नन दे सुगो काटी ठोक्ने बेला प्रयोग गरिएर थारुन चोगुन अर्को थारुन हान्चोगुन अर्को एक भाग चाहिँ
थुल भनेको दुई, थुल्लो भनेको दुई भागमा खाल्वा जे स विभाजन भएको भएर एकातिर चाहिँ ठाडो आकारको ठाडो भएर जहाँ काँटी ठोक्न प्रयोग गरिन्छ, अर्कोतिर चाहिँ यसरी दुई भागमा चाहिँ विभाजन भएर मोसुल पोबुल्तेनुन काँटीलाई निकाल्ने बेला सायङाम्निदा प्रयोग गरिन्छ। अब यसले भन्न खोजेको कुरा के त भन्दा काँटीलाई ठोक्ने बेला अथवा निकाल्ने बेला प्रयोग गर्ने औजार हो भन्छ। अब एकातिर कस्तो हुन्छ त भन्दा एकातिर चाहिँ ठाडो भाग भएर काँटी ठोक्दा प्रयोग गरिन्छ भने अर्को एक भाग चाहिँ कस्तो त भन्दा दुई भागमा विभाजन भएर यसरी दुई भागमा विभाजन भएर जुन काँटी निकाल्दा प्रयोग गरिन्छ भन्ने छ। यो शब्द हाम्रो छाङदोरीको बारेमा अवि गरे भनेको हो भन्ने कुरा थाहा पाउनु पर्यो। एन्सर हाम्रो 3 नम्बर छाङदोरी चाहिँ हुन्छ। यो हम्मरको कुरा चाहिँ हो, हम्मरको काम चाहिँ काँटी ठोक्न र निकाल्न प्रयोग गरिन्छ भन्ने छ। सोही चिरेले काँटी निकाल्न मात्र प्रयोग गरिन्छ, ठोक्न सक्दैन यसले। टेस्टरले काँटी निकाल्दैन, यसले चाहिँ बरु नासामोतहरू निकाल्ने हो। छङ्गीदुरुलको काम पनि यस्तो होइन। एन्सर हाम्रो 3 नम्बर छाङदोरी हुने भयो। त्यसैले अर्को औवीलाई हेर्छौँ हामीले 17को औवीलाई। 17को औवीले के भन्छ हेरौँ। अप्सनलाई हेरौँ पहिला। 17को अप्सनमा खेदान भनेको छ। खेदान भनेको हाम्रो सिडी, खेदान भनेको चाहिँ सिडी हो होइन। त्यसैले खफुची भनेको छ। खफुची भनेको ढलानको फर्मा। आन्जन्ते भनेको छ। आन्जन्ते भनेको सुरक्षित पेटी अथवा सेफ्टी बेल्ट। फिगे भनेको छ। फिगे भनेको स्काफोल्डिङ अथवा खट। यहाँहरूले कसरी पढ्नु भएको छ, स्काफोल्डिङ अथवा खटलाई फिगे भन्छ। माथि के छ हेरौँ। नोफुन खनमुरुल छिल्ते भनेको छ। नोफुन खनमुरुल छिउल्ते अग्लो भवनहरू छित्ताबाट छिउल्ते। स अपवाद हटेर गएको छ। अग्लो भवन चाहिँ निर्माण गर्ने बेला अथवा बनाउने बेला, अग्लो भवन निर्माण गर्ने बेला अथवा बनाउने बेला छागपचागा थिदिगो सर्मिक। छागपचा भनेको सर्मिकले, थिदिदा भनेको पाइला टेक्नु अथवा पाइला टेकी, पाइला टेकेर, सर्मिकले पाइला टेकेर अनि सस उभिएर इलाहाल्सु इद्दोरो काम गर्न सक्ने गरी। अग्लो भवन बनाउने बेला सर्मिक उभिएर अनि पाइला राखेर उभिएर काम गर्न सक्ने गरी खिन नामुना लामो काठहरू अथवा सोही फाइफु दुङ्गुल। सोही फाइफ भनेको यो धातुका पाइपहरू भनेको फलामको जिआई पाइपहरू। यस्तो पाइपहरू दुङ्गुल आदिलाई छोङ होइङ उरो एकता भनेको समग्र रूपमा एक आपसमा बाँध्नु हो होइन। छोङ होइङ उरो एक भनेको एक आपसमा बाँधी, एक आपसमा बाँधेर तिनीहरूलाई एक आपसमा समायोजन गरी अथवा बाँधी सल्छिहान स्थापना गरेको सल मूल्यनिदा भनेको छ। यो सुविधाको वस्तु हो अथवा अस्थायी सुविधाको वस्तु हो जुन अस्थायी रूपमा बनाइएको हुन्छ भन्ने छ। अब अग्लो बिल्डिङहरू बनाउनको लागि प्रयोग गरिने जुन अस्थायी एउटा संरचना हो जसमा चाहिँ के त भन्दा श्रमिकले पाइला राखेर उभिएर काम गर्न सक्ने गरी बनाइएको हुन्छ, जसलाई चाहिँ लामो काठहरू अथवा विभिन्न धातुवाला पाइपहरू जस्ता फलामका पाइपहरूलाई एक आपसमा बाँधिएर त्यसरी बनाइएको एउटा संरचना हो भन्छ। यो भनेको हाम्रो फिगे हो, स्काफोल्डिङ। स्काफोल्डिङ भनेकै यही श्रमिकहरूले सजिलै अग्लो अग्लो ठाउँमा काम गर्नको लागि बनाइएको एउटा संरचना हो जुन चाहिँ एउटा अस्थायी संरचना हो भन्ने छ। यहाँहरूले बुझ्नु भएको छ। यो चाहिँ विभिन्न पाइपहरू जोडेर अथवा रेडिमेड खाली पनि हुन्छ। स्काफोल्डिङहरू धेरै खालको हुन्छ जसका पाठहरू यहाँहरूले 48 च्याप्टरमा पनि पढ्नु भएको छ, त्यसको आधारमा पनि सक्नुहुन्छ। आन्जन्ते भनेको अग्लो ठाउँमा काम गर्दा लगाउने सुरक्षित बेल्ट हो। खफुची भनेको ढलानको फर्माहरू भयो कार्पेन्टरको कामहरू गर्दा। खेदान भनेको छ। यो खेदान भनेको चाहिँ सिडी हो। एन्सर हाम्रो 4 नम्बर फिगे। अर्को हेर्छौँ 18 नम्बर क्वेसनमा। हाम्रो क्वेसन नम्बर 18 मा चित्र र त्यसको कार्यसँग सम्बन्धित औवी आएको छ यहाँनिर। जस्तो 18 नम्बर क्वेसनलाई पहिला हामीले चित्र हेर्छौँ। चित्रसँग सम्बन्धित कुरा के छ, चित्र के हो भन्ने छ। सोइथो भनेको छ। सोइथो भनेको हेक्साआरा हो। हेक्साआरा जुन हामीले फलामहरू धातुहरू काट्दा प्रयोग गरिन्छ सोइथो भन्छ। सोइथोप त होइन नै, चित्र नै मिल्दैन। सोही अथवा खुम्सोक धातु अथवा फलामलाई छारुकी उये काट्नको लागि सायङ थैनन खोङ्गो प्रयोग हुने
औजार भन्छ धातु अथवा फलामलाई काट्नुको लागि प्रयोग गर्ने सोही थोप चाहिँ हो, तर हाम्रो चित्र सोही थोपको नभएर त्यसको कार्य चाहिँ ठिक छ तर सोही थोप छैन भने हाम्रो यो कार्य पनि भएन र औजार पनि भएन। 2 नम्बरले पनि सोही थोप भन्छ, सोही थोप होइन यसको, होइन। सोही थोप नभएर फोल्थुना नथुरुल छोइल्थे साइङ हानन थोगो, यो हेक्सारा हो। अनि त्यसै गरी यो बोल अथवा नटलाई कस्ने बेला प्रयोग गरिन्छ भन्छ, त्यो कुरा पनि भएन। 3 नम्बरले थोकुरेन्ची भन्छ, थोकुरेन्ची चाहिँ हो, यो थोकुरेन्चीकै चित्र हो, टर्क रेन्चीको। यहाँनिर यसको चाहिँ भ्यालुहरूलाई पहिला नै निर्धारण गरेर नट बोल्टहरू कस्न सकिन्छ भनेर हामीले बुकको 38 च्याप्टरमा यसको बारेमा राम्रोसँग पढेका छौँ। बुकको 38 च्याप्टरमा यहाँहरूले फेरि पुनः हेर्न सक्नुहुन्छ। त्यहाँनिर अब यो के भन्छ, यो थोकुरेन्चीको चाहिँ काम के हो त भन्दा सोही खुम्सोगुल छारुगी हुए साइङ हानन थोगु भनेको छ। यो धातु अथवा फलामलाई काट्नको लागि प्रयोग गर्ने भनेको छ। धातु अथवा फलामलाई प्रयोग गर्न काट्नको लागि यसको प्रयोग गर्ने, यसको काम त नट बोल्टहरू कस्नको लागि चाहिँ प्रयोग गर्ने हो। 4 नम्बरले 3टा नमिले 4 नम्बर एन्सर नै हुने भयो। 4 नम्बरले के भनेको छ भन्दाखेरि थोकुरेन्ची टर्क रेन्ची हो, फोल्थुना नथुरुल छोइल्थे साइङ हानन खोङ्गो, नट अथवा बोल्टलाई चाहिँ प्रयोग गर्ने बेला, यसले नट अथवा बोल्टलाई चाहिँ कस्ने बेला प्रयोग गर्ने औजार भन्छ। ठिक छ, हाम्रो 4 नम्बर थोकुरेन्चीको कामै नट बोल्टहरूलाई कस्दाखेरि प्रयोग गरिन्छ, जुन यसमा चाहिँ पहिला नै भ्यालु निर्धारण गरेर उपयुक्त मात्रामा नट बोल्टहरूलाई कस्न सकिन्छ, जसले गर्दा नट बोल्टहरू टुट्ने अथवा फुट्ने सम्भावना चाहिँ रोक्छ यसले भनेर हामीले बुकमा पढेका छौँ। यसको बारेमा थोकुरेन्ची चाहिँ हो एन्सर 4 नम्बर, नट अथवा बोल्टहरूलाई कस्ता प्रयोग गरिन्छ। लङ क्वेसनलाई हेर्छौँ हामीले। 19 देखि 20 मा हामीलाई 2टा लङ क्वेसन आएको छ। के को बारेमा हो हेरौँ यहाँनिर। लङ क्वेसनलाई चाहिँ के भनेको छ व्याख्या। 19 देखि 20 मा थाम खुरोलीको तलको हरफलाई पढेर नेउगा खाप्तुङ बसम खुरो सिप्स्यो विषयसँग उस्तै कुरा छान्नुहोस् भन्ने यो एउटा क्वेसन जुन हाम्रो इक्जाममा अहिले सोधेको क्वेसन छ। हेरौँ 19 मा के भनेको छ। खिसुक सानुन होस्टेल चाहिँ एर सारामी धेरै मान्छेले हाम्के सेङ्वाल हानन खो तिम्लिँदा सँगै जीवनयापन गर्ने ठाउँ हो। खिसुक्सा भनेको यस्तो ठाउँ हो कि होस्टेल भनेको जब हामी धेरैजना मान्छेले एकै ठाउँमा बसेर जीवनयापन गर्ने ठाउँ हो। खुरानिका त्यस कारणले सरो एविरोल एक आपसमा शिष्टाचारलाई छिकीको पालना गरेर थारुन सारामेके अरू मान्छेलाई फिहेरुल छोची आन्दोलक हानि अथवा डिस्टर्ब नदिने गरी नुल छोसिम हे हामीदा सधैँ होसियार हुनुपर्छ। यो होस्टेलमा बसोबास गर्दाखेरि चाहिँ अरू मान्छेहरूलाई डिस्टर्ब नहुने गरी विभिन्न शिष्टाचारहरू शिष्टाचारहरू पालना गर्दै अरू मान्छेहरूलाई चाहिँ डिस्टर्ब नहुने गरी अथवा हानि नहुने गरी सधैँ होसियार हुनुपर्छ। फाम नुजुन सिगाने नुन भनेको छ। फाम नुजुन सिगाने ढिला रातिको समयमा सोमुल नेजी आन्नन गसी छोसुम्निदा आवाज ननिकाल्ने कुरा चाहिँ राम्रो हुन्छ। राति ढिला राति अथवा अबेर रातिसम्म चाहिँ बाहिर हल्ला गर्ने अथवा आवाज निकाल्ने कुरा चाहिँ नगर्ने कुरा सबैभन्दा राम्रो हुन्छ भन्छ। खुरीगो अनि खिसुक्सा सिसल मुरुल होस्टेलका सुविधाका सामानहरूलाई अथवा सुविधाहरूलाई चाहिँ केक्कुत हागे सायङ हे हामीदा सफा हुने गरी प्रयोग गर्नुपर्छ। होस्टेलमा भएका जे जति सेवा सुविधाहरू छन् उनीहरूलाई चाहिँ हामीले फोहोर नहुने गरी अथवा आफूले प्रयोग गरिसकेपछि अरूले पनि प्रयोग गर्छ भन्ने कुरालाई ध्यानमा राख्दै सफासँग चाहिँ प्रयोग गर्नुपर्छ भन्ने छ। युगेसिलवा सेथाक्सिरो नुल छङ्गेल हागे सायङ हाप्सिता यो आराम गर्ने कोठा र सेथाक्सिल भनेको चाहिँ यो कपडा धुने कोठाहरूलाई चाहिँ सधैँ छङ्गेल हागे भनेको सफा हुने गरी सधैँ चाहिँ के त सफासँग अथवा सफा हुने गरी सायङ हाप्सिता प्रयोग गरौँ भनेर यसरी हाम्रो माथि होस्टेलको बारेमा केही नियमहरू राखिदिएको छ। यहाँनिर यहाँहरूले यसलाई पढेर सम्बन्धित एन्सर चाहिँ छान्नुपर्ने छ तल। अब तल के भन्छ त हेरौँ। खिसुक सानुन होस्टेल चाहिँ हान सारा मान सायङ हानन खोङ्गा निम्लिँदा एउटा मान्छेले मात्रै प्रयोग गर्ने स्थान हो, ठाउँ हो। होस्टेल एउटा मात्रै नभएर धेरै मान्छेहरूले प्रयोग गर्ने, धेरै मान्छेहरूले सँगै प्रयोग गर्ने सार्वजनिक ठाउँ हो भनेको छ। यस्तो अवस्थामा यो एउटा मान्छेले मात्रै प्रयोग गर्छ भन्न मिल्दैन। थारुन सारामेगी एविरुल छिखिल फिर्योगा अप्सुम्निदा अरू मान्छेलाई चाहिँ शिष्टाचार पालना गर्न आवश्यक छैन, केही चाहिँ शिष्टाचार पालना गर्नु पर्दैन, होस्टेलमा जे गरे पनि हुन्छ भन्ने टाइपको कुरा गर्छ। अरू मान्छेलाई डिस्टर्ब नहुने गरी हामीले शिष्टाचारहरू पालना गर्नुपर्ने हुन्छ भनिसकेपछि यो 2 नम्बर पनि नमिल्ने भयो। नुजुन सिगाने सिकुरपके तदुल लदो थोइम्निदा
ढिला समयमा हल्ला हुने गरी अथवा आवाज निकाल्ने गरी हल्ला गरे पनि हुन्छ भनेको छ। ढिला समयमा हामीले हल्ला गरेर अरूलाई डिस्टर्ब पनि गर्नुहुन्न होस्टेलमा बस्दै गर्दा। तीनटा अप्सन फालिसकेपछि हाम्रो 4 नम्बर चाहिँ एन्सरै हुने भयो। कसरी त भन्दा 4 नम्बरले के भनेको छ भन्दा सिसल मुरुल सुविधाका सामानहरूलाई छङ्गेल हागे सफा हुने गरी साङ्गे हामीले प्रयोग गर्नुपर्छ। जति पनि होस्टेलमा हुने सेवा सुविधाहरू हुन्छ तिनीहरूलाई प्रयोग गर्दा हामीले एकदमै सफा हुने गरी प्रयोग गर्नुपर्छ भन्ने छ। त्यसकारण एन्सर हाम्रो 4 नम्बर ठिक छ। 4 नम्बर चाहिँ एन्सर हुने भयो। त्यसैगरी अन्तिम हाम्रो रिडिङको अन्तिम क्वेसनलाई हेर्छौँ 20 नम्बरमा। यहाँनिर 20 नम्बरमा के भनेको छ यसलाई सर पढेर तलको एन्सर हेर्छौँ। क्वेसन नम्बर 20 लाई हेरौँ के छ। 20 मा क्वेसन नम्बर 20 मा चाहिँ माथि के को बारेमा व्याख्या छ हेरौँ पहिला। के फेसन हुन् कोरियन फेसन चाहिँ हाङ्गुक मुनवाये कोरियन संस्कृतिको छन्तोङजक योङसो भनेको छन्तोङजक योसो भनेको तत्त्व परम्परागत तत्त्व र हेन्देजक खामगागुल आधुनिक महसुसलाई आधुनिक महसुस भनेको छ। आधुनिक महसुसतालाई खेरा भानन भनेको समायोजन गरेको जोडेको छाङ्वी जगिन भनेको छ छाङ्वी जगिन थिजाइन उरो छाङ्वी जगिदा भनेको चाहिँ कस्तो त भन्दा कलात्मक अथवा रचनात्मक थिजाइन उरो डिजाइनद्वारा छुमक फातको सुविधा ध्यान प्राप्त गरिरहेको छ अथवा लोकप्रियता भइरहेको छ। यसले के भने त भन्दा कोरियन फेसन भनेको छ। यो केपअप भनेको कोरियन फेसन हो। कोरियन फेसन चाहिँ हाङ्गुक मुनवाये कोरियन संस्कृतिको छन्तोक जगिन एउसोवा परम्परागत तत्त्व र हेन्दे जगिन खामगागुल आधुनिक महसुसतालाई खेराभान भनेको समायोजन गरेको अथवा जडान गरिएको समायोजन गरेको छाङ्वी जगिन थिजाइन उरो भनेको कलात्मक अथवा सृजनात्मक डिजाइनद्वारा छुमक फातको सुविधा ध्यान प्राप्त गरिरहेको छ अथवा लोकप्रियता पाइरहेको छ। छाङ्वी जगिको भनेको कलात्मक अथवा सृजनात्मक भएर हेन्दे जगिन थिजाइन उरो आधुनिक डिजाइनको रूपमा खुलोबल थुरेन्दुलुल विश्वव्यापी प्रवृत्तिलाई छुदो हागो सुम्य भनेको नेतृत्व गरिरहेको भएर अथवा लिड गरिरहेको भएर यो कलात्मक डिजाइन त्यसै गरी आधुनिक डिजाइनहरूलाई समायोजन गरेको भएर यसले कस्तो त भन्दा विश्व प्रवृत्तिलाई नेतृत्व गरिरहेको छ। विश्वमा नेतृत्व गरिरहेर सौल फेसन उइको खातुन खुक्चे इभेन्ट यस सौल फेसन उइको भनेको छ सौल फेसन सप्ताह जस्ता अन्तर्राष्ट्रिय पर्वमा छुमक फातको सुविधा ध्यान प्राप्त गरिरहेको छ अथवा लोकप्रियता भइरहेको छ। के थुरामा ए भनेको छ कोरियन ड्रामाको एङ्ग्याङ गुरो प्रभावद्वारा उइरो पुनमा नानीरा लत्ता कपडा मात्र नभएर कोरियन ड्रामाको प्रभावद्वारा यो फेसन उद्योगको पनि विकास भएको थियो। त्यो कुरा पनि याद गर्नु। के थुरामा ए एङ्ग्याङ गुरो कोरियन ड्रामाको प्रभावद्वारा उइरो पुनमा नानीरा लत्ता कपडा मात्र नभएर मोजा टोपी सिन्बाल जुत्ता एक्सेसरी भनेको अन्य चिजवस्तुहरू दुङ्गे आदिले हेउयस विदेशमा खुन एङ्गिरोल अदको सुविधा ठुलो लोकप्रियता पाइरहेका छन्। कोरियन ड्रामाको कारणले गर्दा यस्ता यो फेसन उद्योगका विभिन्न सामानहरू कपडाहरू मात्र नभएर जुत्ता मोजाहरू यिनीहरू त्यसै गरी टोपीहरू जस्ता विभिन्न वस्तुहरूले पनि ठुलै लोकप्रियता पाइरहेका छन् भनेर यो फेसन उद्योगको बारेमा अलिकति हामीलाई व्याख्या गरेको छ यहाँनिर। अब यसलाई तलतिर कसरी अप्सनमा व्याख्या गरेको छ त्यसको आधारमा हामीले हेर्छौँ। जस्तो अप्सन नम्बर 1 ले थान्सुनी हाङ्गुक जगिन थान्सुन भनेको सामान्यतया हाङ्गुक जगिन भनेको कोरियाली छन्थोङ योसोमान खाङ्जो हाय परम्परागत तत्त्वलाई मात्रै जोड गरी अथवा बल गरी त्यसलाई चाहिँ मुख्य जोड दिई खुलोबल थुरेन्दु वा विश्व प्रवृत्तिसँग खरिका मरयो भनेको छ दूरी टाढा छ विश्व प्रवृत्तिदेखि यो टाढा छ प्रख्यात छैन चर्चित छैन। सामान्य कोरियाली र परम्परागत तत्त्वलाई मात्रै बल प्रयोग गरी अथवा बलियो भई अनि खुलोबल थुरेन्दु वा भनेको छ विश्व प्रवृत्तिसँग खरिका मरयो दूरी टाढा छ यो कोरियन फेसनको विश्व प्रवृत्तिसँग यो लोकप्रियता छैन। यो चाहिँ किन लोकप्रियता छैन भन्दा सामान्य कोरियाली र परम्परागत तत्त्वलाई मात्रै समावेश गरेको छ भन्यो। यसले
त्यस्तो होइन। यो कोरियन फेसनले कस्तो त भन्दा परम्परागत तत्त्वलाई पनि हो र सँगै आधुनिक तत्त्वहरूलाई पनि, आधुनिक डिजाइनहरूलाई पनि समायोजन गरेर यो विश्व प्रवृत्तिमा ध्यान प्राप्त गरिरहेको छ अथवा लोकप्रियता भइरहेको छ भन्यो भने यसको विश्व प्रवृत्तिदेखि दूरी टाढा छ भन्छ। त्यस्तो टाढा चाहिँ छैन, नजिकै छ, विश्वमा यो चर्चित नै छ। त्यसै गरी अप्सन 2 ले छुरो प्राय नेसु सिजाङे छोजमी माछोज्य सुम्य, प्राय चाहिँ आन्तरिक बजारमा छोछम भनेको चाहिँ यो आन्तरिक बजारको फोकस है, फोकस अथवा लिड भनौँ न होइन, आन्तरिक बजारलाई फोकस मिलाइदिएर अथवा आन्तरिक बजारलाई बढी फोकस गरेर हेउै छिन्जुल भनेको प्रवेश अथवा अगाडि बढ्नु हो। हेउै छिन्जुल मिमी हेयो भनेको मिमी हादा भनेको चाहिँ अगण्य हुनु अथवा न्यूनतम हुनु, न्यूनतम छ भन्दैछ, अगण्य हुनु अथवा न्यूनतम हुनु। अगण्य हुनु भनेको गन्न लायक छैन, कमै छ भन्न खोजेको। अब यो वाक्यले के भनेको छ त भन्दा छुरो नेसु सिजाङे प्राय जसो आन्तरिक बजारमा छो जमी माछोज्य सुम्य, फोकसलाई चाहिँ तयारी गरेर आन्तरिक बजारलाई मात्रै फोकस गरेर हेउै छिन्जुरुल भनेको चाहिँ हेउै छिन्जुरुल भनेको विदेशतिर अरू देशमा प्रवेश गर्ने कुरा चाहिँ मिमी हेयो भनेको न्यूनतम छ, एकदमै कम छ, यो विदेशमा चर्चित छैन, विदेशमा एकदमै न्यून गण्य छ, अगण्य मात्रामा यसको प्रवेश छ भन्ने कुरा गर्यो। विश्वमा कोरियन फेसनको चर्चा छ, धेरै नै छ, गण्य मात्रामा छ, नगण्य मात्रामा नभएर यो धेरै गण्य मात्रामा नै छ भन्ने छ। यहाँनिर यो शब्द चाहिँ अलिकति मिस्टेक टाइपिङ भएको होला। अर्को हेरौँ 3 नम्बरले खे थुरामा वा कोरियन ड्रामा र के फापुन कोरियन पप चाहिँ के फेसने कोरियन फेसनको सङ्जाङवा भनेको वृद्धि अथवा विकास, सङ्जाङवा वृद्धिसँग ख्वाल्लिने अवसयो सम्बन्धित छैनन्। कोरियन ड्रामा र कोरियन पपले चाहिँ कोरियन फेसनको वृद्धिमा कुनै भूमिका छैन, यिनीहरूको सम्बन्ध छैन भन्छ। यहाँनिर के छ, कोरियन ड्रामाको प्रभावद्वारा यिनी कपडाहरू भनेको सबै यिनीहरू कोरियन फेसनमै पर्छन्। तिनीहरूको विकास हुनु भनेकै यो लत्ता कपडाहरू, टोपीहरू, जुत्ताहरूको विकास हुनु भनेकै कोरियन फेसनकै विकास हुनु हो भने कोरियन ड्रामा अथवा कोरियन पपहरूको यिनीहरूसँग सम्बन्ध छ, यसले छैन भन्छ, त्यो पनि भएन। त्यसै गरी 4 नम्बर अप्सनले के भनेको छ भन्दा छन्थोङ जगिन एउसोवा परम्परागत तत्त्व र हेन्दे जग खामगागुल आधुनिक महसुसतालाई खेराभेय समायोजन गरी खुलोबल थुरेन्दुरुल विश्वव्यापी प्रवृत्तिलाई छुदो आगो सुम्निदा नेतृत्व गरिरहेको छ। यो कोरियन फेसनले परम्परागत तत्त्व र आधुनिक तत्त्वहरूलाई अथवा आधुनिक महसुसतालाई समायोजन गरेर विश्वव्यापी रूपमा नेतृत्व लिइरहेको छ अथवा अगाडि बढिरहेको छ भन्छ। ठिक छ, हाम्रो 4 नम्बर एन्सर चाहिँ यही नै हो। कोरियन फेसनको वास्तविकता अथवा यसको विशेषता भनेकै परम्परागत तत्त्व र आधुनिक महसुसतालाई समायोजन गरेर विश्वव्यापी रूपमा चर्चामा आउने। एन्सर हाम्रो 4 नम्बर चाहिँ हुने भयो। ल यसरी हाम्रो इक्की चाहिँ सकिएको छ। हामीले थुत्कीलाई हेर्छौँ। अब थुत्कीमा के कस्तो क्वेसनहरू आएको छ यहाँहरूले थुत्कीलाई सुन्नु होला राम्रोसँग। 들은 것을 고르십시오. 21번 책상 भन्छ। 21 को थुरुन गसुन खुरुसिप्सियोमा छेक्साङ भनेको हाम्रो 2 नम्बर छ भने एन्सर पनि 2 नम्बर नै हुने भयो। 22번 आदुल भन्छ। 22 मा चाहिँ के भने त आदुल भनेको छ। आदुल भनेको हाम्रो 4 नम्बर छ, एन्सर 4 नम्बर हुने भयो। आदुल 22 को चाहिँ आदुल। 다음을 듣고 내용과 관계 있는 그림을 고르십시오. 23번 한국어를 가르치고 있습니다.
23 नम्बर क्वेसनले भन्छ हाङ्गु गरुल खारुछीको सुम्निदा कोरियन भाषा सिकाइरहेको छ भन्छ। कोरियन भाषा सिकाइरहेको हाम्रो चित्र 3 नम्बरमा छ भने आन्सर पनि 3 नम्बर नै हुने भयो। कोरियन भाषा सिकाइरहेको छ हाङ्गु गरुल खारुछीको सुम्निदा कोरियन भाषा सिकाइरहेको छ भन्छ। अब यता चाहिँ टेलिभिजन उल फोगो सुम्निदा टिभी हेरिरहेको छ। यहाँ चाहिँ हाङ्गु गरुल फेउगो सुम्निदा भन्न मिल्ला कोरियन भाषा सिकिरहेको छ। यता चाहिँ के गरिरहेछ यो सामान किनिरहेको जस्तो छ हैन। मूल गर्नु सागो सुम्निदा यस्तै केही भन्देला। चौबिसको हेरौँ। 24번 음식을 만들고 있습니다. 음식을 만들고 있습니다. 음식을 만들고 있습니다 भनेको छ खाना बनाइरहेको छ भनेको हाम्रो खाना बनाएको 2 नम्बर छ भने आन्सर हाम्रो 2 नम्बर 음식을 만들고 있습니다। 25번 खाना बनाइरहेको छ भन्छ त्यो चाहिँ 2 नम्बर आन्सर हुने भयो। अब 1 नम्बर यो मुख धोइरहेको जस्तो छ सेसुरो लागो सुम्निदा भन्न मिल्ला। 3 नम्बर चाहिँ 음식을 먹고 있습니다 जस्तो छ। अब 4 नम्बर चाहिँ यो मोबाइल हेरिरहेको जस्तो छ अथवा छनमारो लागो सुम्निदा यस्तै के भन्न सकिन्छ। पच्चीसको हेरौँ के छ। 손을 씻고 있습니다. 손을 씻고 있습니다. सोनुल शीतको सुम्निदा भनेको छ 25ले। सोनुल शीतको सुम्निदा भनेको हात धोइरहेको छ भन्ने छ। हात धोइरहेको चित्र हाम्रो 1 नम्बरमा छ। सोनुल शीतको सुम्निदा हात धोइरहेको छ भन्छ। 25को आन्सर चाहिँ 1 नम्बर हुने भयो। अब अरू चाहिँ विभिन्न कार्यहरू यहाँ फोन गरिरहेको छ। यता चाहिँ खाना पकाइरहेको जस्तो छ। यता खाना खाइरहेको जस्तो छ। 26번 차를 마시고 있습니다. 차를 마시고 있습니다. छारुल मासीको सुम्निदा चिया पिइरहेको छ भन्छ। चिया पिइरहेको हाम्रो 3 नम्बरमा छ चित्र भन्ने 3 नम्बर आन्सर हुने भयो। छारुल मासीको सुम्निदा चिया पिइरहेको छ। 27번 अब अरू हेर्दाखेरि यहाँनिर 1 नम्बरले सिनमुनुल फोगो सुम्निदा यस्तै केही होला पत्रिका हेरिरहेको छ। 2 नम्बरले चाहिँ टेलिभिजन फोगो सुम्निदा जस्तो छ र 4 नम्बर छामुल छागो सुम्निदा सुतिरहेको जस्तो छ। हाम्रो आन्सर चाहिँ अहिले छारुल मासीको सुम्निदा भन्ने थियो। 3 नम्बर आन्सर हुने भयो। 27 लाई हेरौँ। क्वेसन नम्बर 27 मा 물건을 사고 있습니다. 물건을 사고 있습니다. मूलगनुल सागो सुम्निदा सामान किनिरहेको छ भन्छ। सामान किनिरहेको हाम्रो कतिमा छ 4 नम्बरमै रहेछ। मूलगनुल सागो सुम्निदा सामान किनिरहेको छ भन्छ। त्यो चाहिँ सम्बन्धित चित्र हाम्रो 4 नम्बरको हुन्छ। 1 नम्बरको यो बर्थडे मनाइरहेको जस्तो छ हैन। 2 नम्बरको 1 नम्बरको चाहिँ कुराकानी गरिरहेको जस्तो छ। अब 3 नम्बरको पनि त्यो हिडिरहेको जस्तो छ। अब त्यसको कसरी भन्छ लिस्निङका क्वेसनहरू चित्र भन्दा पनि उले भनेको आधारमा तपाईहरुले छुट्याउन सक्ने हुनुपर्छ। 28 लाई हेरौँ। क्वेसन नम्बर 28 मा के भन्छ। 28번 주말에 뭘 하셨어요? 여자친구를 만나서 같이 영화를 봤어요. 주말에 뭘 하셨어요? 주말에 뭘 하셨어요? सप्ताहन्तमा के गरिसिनु भयो भन्छ। 여자친구를 만나서 같이 영화를 봤어요. 여자친구를 만나서 같이 영화를 봤어요. केटी साथीलाई भेटेर सँगै फिल्म हेरेको थिए भन्छ। अब केटी साथीलाई भेटेर सँगै फिल्म हेरेको चित्र हाम्रो सम्बन्धित चित्र चाहिँ 1 नम्बर छ। आन्सर पनि 1 नम्बर हुने भयो। 여자친구를 만나서 같이 영화를 봤어요 भनेको चाहिँ 1 नम्बर नै हुने भयो। यहाँ चाहिँ ब्याडमिन्टन खेलिरहेको जस्तो छ। अब यता हिडिरहेको जस्तो छ। यता चाहिँ अध्ययन गरिरहेको जस्तो छ। लाई हेर्छौँ हामी। 29 मा के भन्छ क्वेसन नम्बर 29 लाई हेरौँ। 29번 영수 씨는 지금 뭐 하고 있어요? 벤치에 앉아서
커피를 마시고 있어요. 영수 씨는 지금 뭐 하고 있어요? 영수 씨는 지금 뭐 하고 있어요? 영수지 चाहिँ अहिले के गर्नु भएको छ भनेको छ। 벤치에 앉아서 커피를 마시고 있어요. बेन्ची에 앉아서 कफी를 마시고 있어요। बेन्चमा बसेर कफी पिइरहेको छु भनेको छ। हाम्रो बेन्चमा बसेर कफी पिइरहेको भन्ने चाहिँ 3 नम्बरसँग सम्बन्धित चित्र भयो। एन्सर पनि 3 नम्बर नै हुने भयो। बेन्चमा बसेर बेन्ची에 앉아서 कफी를 마시고 있어요 भनेको 3 नम्बर हुने भयो। यहाँ चाहिँ उभिएर पिइराखेको छ। अब यता फोटो खिचिरहेको जस्तो छ, यता पत्रिका पढिरहेछ। सम्बन्धित चित्र चाहिँ हाम्रो 3 नम्बर हुन्छ। 다음을 듣고 이어지는 말로 알맞은 것을 고르십시오. ल 이어지는 말로लाई हेर्छौँ हामीले 30번 30 नम्बरको। 피곤하세요? 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 थकित हुनुहुन्छ? यो सेयो उसेयोले क्वेसन सोद्धाखेरि सेयो अथवा उसेयोले यदि क्वेसन गरेको छ भने यो चाहिँ के त भन्दा सिधा उसिधाको के हो, सिधा अथवा उसिधाको प्रेजेन्ट टेन्स सेयो उसेयो हुन्छ भन्ने कुरा पनि यहाँहरूले थाहा पाउनुपर्छ। फिगोनहासेयो भनेको छ थकित हुनुहुन्छ भनेर क्वेसन गरेको, यसले प्रेजेन्ट टेन्स पनि जनाउँछ र सँगै आदेश पनि हुन्छ। त्यो दुवै कुरा हुन्छ याद गर्ने। अब अहिलेको अवस्थामा चाहिँ प्रेजेन्ट टेन्समा फिगोनहासेयो थकित हुनुहुन्छ भनेर क्वेसन गरेको छ। अब थकित हुनुहुन्छ भनेर क्वेसन गरिसकेको छ हामीलाई एस्नो क्वेसनबाट भन्ने हामीले सम्भावित एन्सर दुई तरिकाले निकाल्न सकिन्छ भन्ने कुरा गरेका छौँ। जस्तो गाले चाहिँ के भने त भन्दाखेरि फिगोनहासेयो भनेर यसरी क्वेसन सोधेको छ। फिगोनहासेयो थकित हुनुहुन्छ भन्दाखेरि नाले दिने जवाब चाहिँ हामी आफैले बनाउनु पर्छ। उहाँ पनि हामीले त्यहाँ क्वेसनहरू गर्दाखेरि सम्भावित एन्सर आफैले बनाउँदा त्यहाँ क्वेसनहरू सजिलै मिलाउन सकिन्छ। जस्तै थकित हुनुहुन्छ भन्दाखेरि नाले के भन्नुपर्छ त भन्दाखेरि ने फिगोनेयो पनि भन्न सकियो। ने फिगोनेयो हजुर थकित छु भन्न पनि सक्यो। अथवा आनियो भनेर आनियो आन फिगोनेयो अथवा फिगोन आनियो अथवा फिगोन हाजी आनायो यसरी पनि भन्न सक्यो। आनियो फिगोन हाजी आनायो जुन तरिका पनि एस्नो क्वेसनमा अथवा यो जति पनि एस्नो क्वेसनका त्यहाँ क्वेसनहरू सोध्छ त्यस्तो अवस्थामा चाहिँ हामीले जहिले पनि दुई तरिकाले एन्सर बनाउनु पर्छ भन्ने कुरा यहाँले बुझ्नु होला। जस्तो कस्तो हुन्छ त भन्दाखेरि अब यहाँ ने भनेपछि पोजिटिभ कुरा, पोजिटिभ हुनालाई अगाडि पोजिटिभ र पछाडि पनि पोजिटिभ एउटा सम्भावित एन्सर यो हुन्छ त्यहाँ क्वेसनमा। अर्को चाहिँ अगाडि नेगेटिभ अनि पछाडि पनि नेगेटिभ एन हुन्छ, त्यो पनि एन्सर हुन्छ सम्भावित। अर्को कुरा पोजिटिभ र नेगेटिभ कहिल्यै पनि एन्सर हुँदैन, नेगेटिभ र पोजिटिभ पनि कहिल्यै पनि एन्सर हुँदैन। क्वेसन यदि पोजिटिभमा सोधेको छ भने तपाईलाई क्वेसन यदि पोजिटिभमा सोधेको छ अथवा सकारात्मकमा सोधेको छ, यदि नेगेटिभमा क्वेसन आयो भने के हुन्छ त फेरि त्यस्तो अवस्थामा यदि नेगेटिभमा यसैलाई नेगेटिभ बनाऊँ जस्तो गाले चाहिँ यसरी सोध्यो। गाले मानौ फिगोन हाजी आनायो अथवा फिगोन आन्हेयो, फिगोन हाजी आनायो थकित हुनुहुन्न, थकित छैनौ थाकेका छैनौ भनेर यसरी क्वेसन गर्यो भने अब यस्तो नेगेटिभको अवस्थामा नाले के भन्नुपर्छ भन्दाखेरि ने र आनियो त दुईटा हुने भयो एन्सर। सम्भावित एन्सर कि ने हुन्छ कि चाहिँ आनियो यसरी नै हुन्छ। अब थकित हुनुहुन्न भनेर क्वेसनै नेगेटिभमा सोध्यो भने एन्सर कसरी दिने त? यस्तो अवस्थामा ने फिगोन हाजी आनायो, ने फिगोन हाजी आनायो एउटा सम्भावित एन्सर। अर्को चाहिँ आनियो फिगोन हेयो, आनियो फिगोन हेयो नै थकित छु। अब यस्तो अवस्थामा चाहिँ मैले पहिला नै भनेको छु तपाईलाई पी पोजिटिभ अथवा यहाँ नेगेटिभ एन्सर हुन्छ है त्यहाँ क्वेसनमा एस्नो क्वेसनमा जति पनि छ एस्नो क्वेसनको अवस्थामा। अब यहाँनिर हेर्दाखेरि हामीले ने भन्यौँ पोजिटिभ चाहिँ भयो, पछाडि फेरि फिगोन हाजी आनायो नेगेटिभ भन्यौँ भन्ने कुरा जस्तो लाग्न सक्छ यहाँहरूलाई।
तर यस्तो अवस्थामा हामीले के बुझ्नुपर्छ भन्दाखेरि क्वेसन नेगेटिभ छ भने यो कुरा पनि त्यसको अवसरमा यो पनि पोजिटिभ जस्तै हो, त्यसको सिमिलर हो, यानि कि यो पिपीमै पर्छ यो कुरा भन्ने थाहा पाउनु पर्यो। पिपी त जसरी पनि एन्सर हुन्छ नै। त्यसै गरी आनियो भनेको नाइ भनेको नेगेटिभ भयो, अनि फिगोनेयो भनेको थकित छु भन्नुको मतलब यो क्वेसन अनुसार यो कुरा चाहिँ नेगेटिभै हो, त्यसको उल्टो हो भने यो यान यानभित्र पर्छ भने यान यान पनि एन्सर हुन्छ। यसरी यहाँहरूले अपोजिट कुराहरू जस्तो नेगेटिभमा क्वेसन गरेको छ भने पनि एन्सर बनाउन जान्नुपर्छ। पोजिटिभमा क्वेसन गर्दा त सजिलो हुन्छ। पोजिटिभमा क्वेसन गरेको छ भने यहाँहरूले सजिलै एन्सर बनाउन सक्नुहुन्छ। यदि क्वेसनै नेगेटिभमा जस्तै फाबुल आन मगसयो, फाबुल मगयो भन्ने क्वेसन छ भने भात खानुभयो, फाबुल मगसयो भन्ने क्वेसन छ भने यहाँहरूले ने मगसयो आनियो आन मगसयो यसरी भन्न सक्नुहुन्छ। त्यो सजिलो भयो, यो दुईटा मध्ये एउटा एन्सर हुन्छ। यदि फाबुल आन मगसयो भात खानुभएको छैन भनेर क्वेसन गर्यो भने ने आन मगसयो एउटा एन्सर, आनियो मगयो होइन खाएँ अर्को एन्सर। यसरी यो पनि पोजिटिभ पोजिटिभ नेगेटिभ नेगेटिभ तर्फ नै पर्छ भन्ने कुरा। नेगेटिभका क्वेसनहरू गरेर यहाँहरूले नेगेटिभका क्वेसनहरू बनाएर त्यसको सम्भावित एन्सर ने आनियोबाट बनाएर पनि प्रयास गर्नुहोला भन्न चाहेँ मैले। अहिलेको क्वेसन हाम्रो फिगोनासे हो, थकित हुनुहुन्छ भन्ने छ। सिधै के हुन्छ ने फिगोने हजुर थकित छु, या त आनियो फिगोनाचे आनायो अथवा आनियो आन फिगोने हेयो यस्तै कुरा हुने हो, अथवा फिगोन आन हेयो यस्तै हुन्छ। यो पोजिटिभमा क्वेसन सोद्धा चाहिँ सजिलो हुन्छ, तर एन्सर चाहिँ तपाईँले आफै बनाउनुपर्छ। त्यसै गरी डब्लुएच क्वेसनबाट यदि तपाईँले क्वेसन गरेको छ भने त्यस्तो अवस्थामा त्यही डब्लुएच क्वेसन मात्रै याद गरे पनि पुग्छ। जसले डब्लुएच क्वेसनहरू राम्रोसँग 15वटा डब्लुएच क्वेसनहरूलाई डिटेलमा बुझ्नु भएको छ भने त्यसको एन्सर पनि निकाल्न सकिन्छ। अनि त्यसै गरी रह्यो हाम्रो अब इयजिनुन माल्लो। इयजिनुनमा यहाँहरूले कहिल्यै पनि इयजिनुन क्वेसन हो भन्ने कुरा बुझ्नुहुन्न। इयजिनुन भनेको यहाँहरूलाई सपोर्टेड कुरा, तपाईँले उसलाई चाहिँ सपोर्ट दिने हो। यताबाट उसले के कुरा गर्छ त्यसको आधारमा त्यो कुरालाई त्यो क्वेसनलाई चाहिँ सपोर्ट गर्ने वाक्यहरू तपाईँले 4वटा मध्ये एउटा दिनुपर्छ है भन्ने कुरा कन्सेप्ट गर्नुपर्छ। यास्नो क्वेसन र डब्लुएच क्वेसन क्वेसन हो भने इयजिनुन माल्लो चाहिँ कुरा सपोर्टेड कुरा उसलाई चाहिँ आधार दिने कुराहरू गरिदिने हो। जस्तै हिजोदेखि चाहिँ पानी परेर आज त घुम्न जानै सकिनँ भन्ने जस्तो कुरा गर्यो कसैले भने यहाँनिर क्वेसनै छैन, आफ्ना मनका गन्थनहरू छन्, यसलाई हामीले सपोर्ट गरिदिने। त्यसो भए अर्को दिन जाने कुरा कस्तो हुन्छ अथवा नजाने कुरा कस्तो हुन्छ भनेर त्यसलाई सपोर्टेड कुरा गर्ने हो नि त हामीले इयजिनुनमा चाहिँ। क्वेसन अलिकति लामो हुन्छ, यहाँहरूले त्यो आधारमा मैले चाहिँ उसलाई कस्तो कुरा दिँदा सपोर्ट बन्छ त उसले गरेको कुरा अनुसार त्यसरी चाहिँ चिन्नुपर्छ इयजिनुनमा। र अर्को कुरा इयजिनुन जति पनि अहिले जतिको पनि इयजिनुन बिग्रिएको छ त्यस्तोमा तपाईँहरूले जहिले पनि क्वेसन बजाउँदाखेरि क्वेसन बजाउँदै गर्दा यता अप्सनतिर क्वेसनले भनेको कुरा अप्सन बजाइसकेपछि एउटा अप्सन बजाउने बित्तिकै तुरन्तै यो क्वेसनलाई सम्झिन पर्छ नै। यदि हामीले त्यो सम्झिनौँ भने हामीले यो अप्सनले के भनेको भन्नेतिर हामी बढी ध्यान दियौँ भने यता क्वेसन पक्कै पनि 3-4 सम्म पुग्दाखेरि त्यो कुरा बिर्सिन्छ तल जाँदा। र बिर्सिसकेपछि क्वेसनै बिर्सेपछि हामीले अप्सन जतिसुकै के लाएर पढ्यो भने एन्सर पत्ता लगाउन सकिँदैन। त्यसकारण अप्सन बजाउँदै गर्दा क्वेसन अनिवार्य सम्झेर मात्रै अर्को 2 नम्बर अप्सन बजाउनु होला यहाँहरूले। त्यो कारणले पनि राम्रो गर्न सकिन्छ। बाँकी हामी क्वेसनतिरै लागौँ के छ क्वेसनमा। क्वेसनले चाहिँ फिगोनासे हो भन्ने क्वेसन गरेको थियो, थकित हुनुहुन्छ भन्ने क्वेसन छ। अब के भन्छ अप्सनले सुन्नु। 아니요, 안 피곤해요. 아니요, 안 피곤해요. फिगोनासे हो थकित हुनुहुन्छ भन्दा आनियो आन फिगोनेयो नाइ थकित छैन भन्छ। यान यान भित्र पर्यो हाम्रो भने एन्सर चाहिँ ठिक छ हाम्रो। आनियो आन फिगोनेयो भन्छ, यान यान एन्सर हुन्छ भनेको छु मैले, ठिक छ। यो चाहिँ नेगेटिभ नेगेटिभ एन्सर छ, ठिक छ। 2번 아니요, 가지 않아요. आनियो खाजी आनायो नाइ जाँदिन भन्छ। थकित हुनुहुन्छ भन्ने क्वेसन छ, नाइ जाँदिन भन्छ। 아니요, 가지 않아요. 3번 아니요, 할 수 없어요. आनियो हाल्छु अप्सयो नाइ गर्न सकिँदैन। 아니요, 할 수 없어요. 4번 아니요, 비가 안 와요. आनियो फिगा आनु आयो 아니요, 비가 안 와요. नाइ पानी आउँदैन पानी पर्दैन भन्छ। त्यस्तो चाहिँ भएन। फिगोनासे हो थकित हुनुहुन्छ भन्दाखेरि आनियो आन फिगोनेयो नाइ थकित छैन भन्ने 1 नम्बर चाहिँ एन्सर हुने भयो। 31 लाई हेरौँ के छ 31 मा।
31번. 어디를 다쳤어요? 어디를 다쳤어요? 어디를 다쳤어요? कहाँ चोट लागेको थियो भनेर क्वेसन गरेको छ। कहाँ चोट लागेको छ डब्लुएचबाट सोधेको छ। अदि कहाँ चोट लागेको थियो भने चाहिँ हाम्रो के आउनुपर्छ, कुन ठाउँमा हो शरीरका अङ्गहरूमा, यस्तै भनिदिनु पर्नेछ। 1번 사무실에 갔어요. सामुसिरे खासयो, अफिस गएको थिएँ। 사무실에 갔어요. कहाँ चोट लागेको थियो भन्ने क्वेसन छ। 2번 다리를 다쳤어요. थारीरुल थाचेसयो, 다리를 다쳤어요. खुट्टा चोट लागेको थियो। अदिरुल थाचेसयो, कहाँ चोट लागेको थियो भन्दा थारीरुल थाचेसयो, खुट्टा चोट लागेको थियो भन्छ। 2 नम्बर हाम्रो एन्सर नै 2 नम्बर हुने भयो, थारीरुल थाचेसयो। 2 नम्बर एन्सर ठिक छ। 3번 창문을 닫았어요. छाङमुनुल थादासयो, 창문을 닫았어요. झ्याल बन्द गरेको थिएँ भन्छ 3 नम्बरले। 4번 종이를 다 썼어요. छोङ्गिरुल थासयो, 종이를 다 썼어요. कागज सबै प्रयोग गरेको थिएँ भन्छ 4 नम्बर। त्यो पनि भएन। अदिरुल थाचेसयो, कहाँ चोट लागेको थियो भन्दा थारीरुल थाचेसयो, खुट्टा चोट लागेको थियो भन्छ। 2 नम्बर ठिक छ एन्सर। 32 हेरौँ। 32번. 약을 드시는군요. 어디 아프세요? 약을 드시는군요. यागुन थुसिनन गुन्नियो भनेको औषधि खानुहुन्छ भन्ने सुनेको थिएँ, अथवा औषधि खानुहुने रहेछ। 어디 아프세요? अदि आफुसेयो, कहाँ बिरामी हुनुहुन्छ अथवा कहाँ चाहिँ दुखेको छ। औषधि खानुहुन्छ भन्ने सुनेको थिएँ, अथवा औषधि खानुहुन्छ भन्ने सुनेको थिएँ। अदि आफुसेयो, कहाँ चाहिँ बिरामी हुनुहुन्छ भनेको छ। 1번 배가 고파요. 1번 배가 고파요. फेगा खोपायो, पेट भोकाएको छ। कहाँ बिरामी हुनुहुन्छ भन्दाखेरि पेट भोकाएको छ भन्छ, त्यो चाहिँ भएन। 2번 약국에서 샀어요. याकुकेसा सासयो, 약국에서 샀어요. औषधि पसलबाट किनेको थिएँ भन्छ, त्यो पनि भएन। कहाँ बिरामी हुनुहुन्छ भन्छ। 감기에 걸렸어요. खामगिए खल्लेसयो, 감기에 걸렸어요. औषधि खानुहुन्छ भन्ने कुरा सुनेको थिएँ। कहाँ बिरामी हुनुहुन्छ अथवा के बिरामी हुनुहुन्छ भन्दा खामगिए खल्लेसयो, रुगाखोकी लागेको थियो भन्छ। 3 नम्बरले ठिक छ एन्सर। 4번 요즘 아주 바빠요. योजुम आजु फापायो, 요즘 아주 바빠요. आजभोलि ज्यादै व्यस्त छु। औषधि खानुहुन्छ भन्ने सुनेको थिएँ। कहाँ के बिरामी हुनुहुन्छ भन्दा खामगिए खल्लेसयो, रुगाखोकी लागेको थियो भन्छ। 3 नम्बरले ठिक छ एन्सर। 33번. 이 음식 맛이 어때요? 이 음식 맛이 어때요? 33 लाई हेरौँ। यी उम्सिक मासी अत्ययो, यो खानाको स्वाद कस्तो छ। यी उम्सिक मासी अत्ययो, यो खानाको स्वाद कस्तो छ भनेको छ। डब्लुएच क्वेसन कस्तो छ, त्यो अनुसारको स्वादको परिकारको व्याख्या गर्नु पर्यो। 1번 조금 매워요. छोगुम मेवयो, 조금 매워요. अलिकति पिरो छ। यी उम्सिक मासी अत्ययो, यो खानाको स्वाद कस्तो छ भन्दा छोगुम मेवयो, अलिकति पिरो छ भन्छ। ठिक छ एन्सर 1 नम्बर। 2번 저한테 조금 작아요. 저한테 조금 작아요. छ हान्थे छोगुम छागायो, मसँग अलिकति सानो छ भन्छ। मसँग चाहिँ अलिकति सानो छ, उचाइको जस्तो कुरा गर्यो यहाँनिर। यो खानाको स्वाद कस्तो छ भन्दाखेरि मसँग चाहिँ अलिकति सानो छ भन्ने भयो होइन। 3번 여기서 먹을 거예요. एगिस मगुल कयो, 여기서 먹을 거예요. यहाँदेखि खान सकिनेछ अथवा यहाँदेखि खानेछु। 요즘은 날마다 바빠요. 요즘은 날마다 바빠요, 요즘은 날마다 바빠요. आजभोलि दिनै पछि बिजी छु, व्यस्त छु भन्छ। त्यो पनि भएन। यो खानाको स्वाद कस्तो छ भन्दाखेरि अलिकति पिरो छ भनेको छ। 1 नम्बर ठिक छ एन्सर। 34번. 여기서 드실 거예요? 여기서 드실 거예요? एगिस थुसिल कयो, यहीँदेखि खाइसिनु हुनेछ अथवा यहीँ खानुहुनेछ भन्ने क्वेसन छ। एगिएस थुसिल कयो, यहीँ खाइसिनु हुनेछ भन्ने यो आफ्नो क्वेसनबाट सोधेको छ। अब यहीँ खाइसिनु हुनेछ भन्दाखेरि कि हजुर यहीँ खान्छु भन्नु पऱ्यो, कि चाहिँ नाइ यहाँ खान्न लिएर जान्छु अथवा अन्तै खान्छु, यस्तै कुरा गर्ला।
1번. 아니요. 잘 먹었어요. 아니요. 잘 먹었어요. 아니요 잘 먹었어요 होइन राम्रोसँग खाएँ यहीँ खाइसिनु हुनेछ भनेर क्वेसन गर्दैछ होइन राम्रोसँग खाएँ भन्छ त्यो त मिल्ने कुरै भएन 2번. 아니요. 안 먹어봤어요. आनियो आन 먹어봤어요 아니요. 안 먹어봤어요. होइन खाइहेरेको छैन होइन खाइहेरेको थिएँ भन्ने छ आनियो आन 먹어봤어요 होइन खाइहेरेको छैन नै भन्ने भयो यसको भने 아니요. 가지고 갈 거예요. आनियो खाजीको 갈 गयो 아니요. 가지고 갈 거예요. यगिएछ थुसिल गयो यहाँदेखि खाइसिनु हुनेछ यहीँ खानुहुनेछ भन्दा आनियो खाजीको खालको होइन लिएर जानेछु भन्छ ठिक छ 3 नम्बर चाहिँ लिएर जानेछु होइन यहाँ चाहिँ खाँदिनँ लिएर जान्छु भन्ने कुरा गर्छ ठिक छ 3 नम्बर चाहिँ एन्सर 4번. 아니요. 여기서 먹을 거예요. 아니요. 여기서 먹을 거예요. आनियो यगिएछ मगुल गयो होइन यहाँदेखि खानेछु भन्छ नाइ भनेर फेरि यहीँदेखि खानेछु भन्ने होइन कि हजुर भनेर यहीँदेखि खानेछु भनेको भए चाहिँ मिल्थ्यो एन्सर हाम्रो 3 नम्बर हुने भयो 35번. 이 음식이 매워요? 이 음식이 매워요? 35번मा हेरौँ 35मा यी उम्सिकी मेवायो यो खाना पिरो छ भनेर सोध्दैछ यो खाना पिरो छ भन्दा कि हजुर पिरो छ भन्नु पर्यो कि चाहिँ नाइ छैन भन्नु पर्यो 1번. 아니요. 안 먹었어요. आनियो आन मगसयो 아니요. 안 먹었어요. आनियो आन मगसयो नाइ खाएको छैन अथवा खाँदिनँ खाएको थिइनँ भन्छ यो खाना पिरो छ भन्ने क्वेसन छ नाइ खाएको थिइनँ भन्छ त्यस्तो पनि भएन 2번. 아니요. 맵지 않아요. आनियो मेप्जी आनायो 아니요. 맵지 않아요. नाइ पिरो छैन यी उम्सिकी मेवायो यो खाना चाहिँ पिरो छ भन्दा आनियो मेप्जी आनायो नाइ पिरो छैन भन्छ ठिक छ एन्सर 2 नम्बर 3번. 아니요. 맛이 없어요. आनियो मासी अप्सयो 아니요. 맛이 없어요. नाइ स्वाद छैन भन्छ 3 नम्बरले यो खाना कस्तो छ भन्ने क्वेसन थियो 아니요. 별로 좋아하지 않아요. आनियो फेल्लो छोवा हाजी आनायो 아니요. 별로 좋아하지 않아요. होइन खासै चाहिँ मन पराउँदिनँ भन्ने कुरा गर्छ 4 नम्बरले त्यो नि भएन यी उम्सिकी मेवायो यो खाना पिरो छ भन्दा आनियो मेप्जी आनायो नाइ पिरो छैन भन्ने 3 नम्बर चाहिँ 2 नम्बर चाहिँ एन्सर थियो देखि 37 को क्वेसनमा हेरौँ 내용과 관계 있는 그림을 고르십시오. 36번. 칼로 씨, 지금 몇 시입니까? 5시 반입니다. 칼로 씨, 지금 몇 시입니까? खाल्लोसी छिगुम मेस्सिम्निका भनेको छ खाल्लोजी अहिले कति बज्यो भनेर सोध्दैछ 5시 반입니다. 5시 फानिम्निदा 5 बजेर 30 मिनट गयो 5:30 भयो भन्छ 5:30 भएको हाम्रो कतिमा छ 5시 फानिम्निदा 5:30 भनेको चाहिँ हाम्रो 4 नम्बरमा छ भने 4 नम्बर नै एन्सर हुने भयो 5시 फानिम्निदा 5:30 बजेको 4 नम्बरमा हो 37 लाई हेरौँ 37번. 커피숍은 어디에 있습니까? 커피숍은 어디에 있습니까? कफी सपन अदिए सुम्निका भनेको छ कफी सप चाहिँ कहाँ छ भनेको छ हाम्रो कफी सप यहाँनिर छ सम्भावित एन्सरहरू के भन्छ हेरौँ 1번. 약국 옆에 있습니다. याकुक एफे सुम्निदा 약국
옆에 있습니다. औषधि पसलको छेउमा छ भन्छ ठिक छ 1 नम्बरमै एन्सर हुने भयो औषधि पसलको छेउमा नै छ कफी सप भने 1 नम्बर एन्सर ठिक छ 2번, 병원 위층에 있습니다. 병원 위층에 있습니다. 병원 위층에 있습니다. यो हस्पिटलको माथितिर छ भन्छ यता कतै हुनु पर्यो त्यो चाहिँ भएन 식당 맞은편에 있습니다. 식당 맞은편에 식당 맞은편에 있습니다. रेस्टुरेन्टको पारिपट्टि छ भन्छ एउटै बिल्डिङमा कहिले पनि माझुनफेन खन्नफेन हुन्न हैन एउटै बिल्डिङको पारिपट्टि छ भन्ने हुन्न त्यो नि भएन 4번, 우체국 아래층에 있습니다. उछेगुक आरु छिङे सुनिदा हुलाको तल्लो तला भन्छ यतातिर 우체국 아래층에 있습니다. यता पनि छैन हाम्रो 4 नम्बर मिल्दैन एन्सर चाहिँ 1 नम्बर याकुक एफए सुनिदा औषधि पसलको छेउमा छ भने चाहिँ त्यही एन्सर हुने भयो 다음은 38번부터 40번까지 문제입니다. 이야기를 듣고 질문에 알맞은 대답을 고르십시오. (38번) 38번लाई हेर्छौँ 38 नम्बरमा हामीलाई के भनेको छ थामुल थोतको तलकोलाई सुनेर थेवा नेउङ्गा खाप्तन कसम खुरुसिप्सियो संवादसँग अथवा विषय र संवाद र विषयसँग उस्तै भएको कुरालाई छान्नुहोस् भनेको छ खाप्तन कसम छान्नुपर्ने छ यहाँनिर के भन्छ नाम जानुन खुरिमुल फेउगो इस्सुम्निदा केटा चाहिँ चित्र सिकिरहेको छ भन्छ ए जानुन योजुम मिसुल ग्वाने छाजु खाम्निदा केटी चाहिँ आजभोलि आर्ट ग्यालरीमा प्राय जान्छ भन्छ नाम जानुन खुरिम फोनुन गसुल छोआ हामीदा केटाले चित्र हेर्ने कुरालाई मन पराउँछ भनेको छ ए जानुन छिगुम मिसुल ग्वाने खागो इस्सुम्निदा केटी चाहिँ अहिले यो मिसुल ग्वानमा चाहिँ गइरहेको छ अथवा आर्ट ग्यालरीमा गइरहेको छ भन्ने छ सुनौँ के छ क्वेसन 오랜만에 미술관에 오니까 좋네요. 같이 와줘서 고마워요. 아니에요. 저도 오고 싶었어요. 그런데 혹시 그림을 배운 적이 있어요? 그림을 잘 아는 것 같아서요. 아니요. 그림을 좋아해서 평소에 많이 봐요. हल्ला गरेर राख्नु केटाहरूले एकछिन नगरौँ भनौँ है 오랜만에 미술관에 오니까 केटी बोल्दैछ ओरेनमाने मिसुलग्वाने ओनिका लामो समयमा आर्ट ग्यालरीमा आएकोले 좋네요. छोड्ने हो राम्रो रहेछ भन्छ केटी चाहिँ लामो समयमा मिसुलग्वानमा आएको रहेछ अनि राम्रो रहेछ भन्दैछ भने केटी चाहिँ प्राय जान्छ भन्छ 2 नम्बरले हामीले यो अप्सन चाहिँ फाल्न सकिन्छ यहाँनिर केटी मिसुलग्वानमा प्राय जान्छ भनेर चाहिँ प्राय नगएर यो चाहिँ लामो समयपछि आएको रहेछ 같이 와줘서 고마워요. खाच्ची वाजोस खोमा भयो सँगै आइदिएकोमा धन्यवाद छ भनेर केटालाई भन्दैछ 아니에요. 저도 오고 싶었어요. आनियो होइन पर्दैन छदो ओगो सिपसयो मलाई पनि आउन मन थियो 그런데 혹시 그림을 배운 적이 있어요? खुरान्दे तर होक्सी खुरिमुल फ्याउन जगी 있어요 सायद अथवा यदि चित्र सिकेको अनुभव छ चित्र चाहिँ हेरेको अथवा सिकेको अनुभव छ भन्दैछ 그림을 잘 아는 것 같아서요. खुरिमुल छाल आनिनगत खात्ता सयो चित्र चाहिँ खासै राम्रो भएको जस्तो छैन 아니요. 그림을 좋아해서 평소에 많이 봐요. आनियो खुरिमुल छुवाएछ चित्रलाई चाहिँ मन पराएर फेङ्सो छाजु फायो भनेर चाहिँ सामान्य चाहिँ प्राय हेर्छु यति नै कुरा गरे रहेछ होइन अब यहाँनिर केटी के भनेको छ त भन्दा केटीले लामो समयमा मिसुलग्वानमा आए साँच्चीकै राम्रो रहेछ भन्ने कुरा गरेको छ भने केटी प्राय जान्छ भन्छ 2 नम्बरले त्यो पनि फाल्यौँ हामीले
अनि ए जानुन छिगो मिसुल गर्ने खागो सुम्निदा केटी चाहिँ अहिले आर्ट ग्यालरीमा गइरहेको छ भन्छ गइरहेको होइन यो गइसकेको छ त्यहाँनिर गएर पनि यिनीहरूले चित्रहरू हेरिराखेका छन् अनि नाम जानुन खुरिमुल फ्याउगो सुम्निदा केटाले चाहिँ चित्र सिकिरहेको छ भन्छ केटाले चित्र सिकेको चाहिँ होइन उसले मन पराउने भएर हेरिरहेको छु भन्ने कुरा गरेको छ भने हाम्रो तीनटा फाली चाहिँ आन्सर 3 नम्बर हुने नै भयो तीनवटा अप्सन फालिसकेपछि नाम जानुन खुरिमुल फोनन गसुल छुवा हामीदा केटाले चित्र हेर्ने कुरा चाहिँ मन पराउँछ भन्छ ठिक छ आन्सर 3 नम्बर उन्चालिसलाई हेर्छौँ हाम्रो 39 मा पनि खातुन गसुन नै छ 39 को खातुन गसुनले के भनेको छ हेरौँ 39 मा थामुन थुतको नियमगा ठेवा नियमगा खातुन गसुन खुरुसिप्स्यो तलकोलाई सुनेर संवादको विषयसँग उस्तै भएको कुरालाई छान्नुहोस् भनेको छ एकले के भन्छ नाम जानुन सुइगो सिफा हमिदा केटा चाहिँ आराम गर्न चाहन्छ अरूको इच्छा चाहना व्यक्त गर्दाखेरि सिफा आधा यहाँनिर एउटा कुरा याद गर्नुपर्छ भिएसटी प्लस गो सिफा हादा र भिएसटी प्लस गो सिफ्ता यो भिएसटी सँग गो सिफा हादा भनेको अरूको इच्छा चाहना व्यक्त गर्दा हो अरूको इच्छा चाहना व्यक्त गर्दाखेरि गो सिफा हादा लाग्छ भने आफ्नो इच्छा चाहना व्यक्त गर्दाखेरि गो सिफ्ता लाग्छ आफ्नो इच्छा चाहना व्यक्त गर्दा गो सिफ्ता अरूको इच्छा चाहना व्यक्त गर्दाखेरि गो सिफा हादा नाम जानुन सुइगो सिफा हामीदा केटाले चाहिँ आराम गर्न चाहन्छ भन्छ 1 नम्बरले ए जानुन इरोल था कुन्ने सुम्निदा केटाले चाहिँ केटीले चाहिँ काम सबै सकाएको थियो भन्छ नाम जानुन छिबे खारेको हामीदा केटा चाहिँ घरमा जाने विचार गर्छ भन्छ 4 नम्बरले ए जानुन मोमी छोजी आन सुम्निदा केटीको चाहिँ शरीर ठिक थिएन अथवा राम्रो थिएन भनेको छ के छ हेरौँ 39번 미영 씨, 왜 그래요? 어디 안 좋아요? 아침부터 머리가 너무 아파요. 지금은 열도 나고요. 그럼 일찍 가서 좀 쉬는 게 어때요? 감사합니다, 과장님. 이 일만 끝내고 가겠습니다. 미영 씨, 왜 그래요? केटा बोल्दैछ मियङजी ओइ गुरेयो मियङजी किन त्यस्तो हो 어디 안 좋아요? अदि आन्छु आयो कहाँ ठिक छैन कहाँ चाहिँ राम्रो छैन किन त्यस्तो हो भनेर केटाले केटीलाई सोध्दैछ 아침부터 머리가 너무 아파요. आछिमबुथ मरिगा नमु आफायो बिहानदेखि टाउको धेरै दुखेको छ भन्छ केटीले 지금은 열도 나고요. छिगुमुन एल्दो नागयो अहिले पनि ज्वरो आइरहेको छ 그럼 일찍 가서 좀 쉬는 게 어때요? खुरम त्यसो भए इल्ची खास छोम सुइनन्गे अत्तेयो अलिकति आराम गर्ने कुरा चाहिँ कस्तो हुन्छ 감사합니다, 과장님. खाम्सा हामीदा ख्वाजाङनिम धन्यवाद क्याप्टेनज्यू 이 일만 끝내고 गा겠습니다. यी इल्मान कुन्नेको खागे सुम्निदा यो कामलाई मात्रै सकाएर जानेछु भनेको छ यति नै छ अब हामीले सम्झिनुपर्छ सुरुदेखि केटाले केटीलाई चाहिँ सुरुमा के भन्छ किन यस्तो हो कहाँ चाहिँ राम्रो छैन किन शरीर चाहिँ राम्रो देखिन्न भन्छ केटीले चाहिँ के भन्छ बिहानदेखि टाउको दुखेर हो अनि अहिले ज्वरो पनि आछ भन्ने कुरा गर्यो अनि केटाले त्यसो भए एकैछिन आराम गर्ने कुरा चाहिँ कस्तो हुन्छ भन्छ केटाले आराम गर्न चाहन्छ भन्छ 1 नम्बर अप्सनले केटाले नभएर केटीलाई चाहिँ आराम गर्नुपर्ने आवश्यकता छ अनि त्यसैगरी केटीले फेरि त्यसो भए यो कामलाई सकाएर एकछिन धन्यवाद छ खजाङनिम यो काम चाहिँ सकाएर मात्रै आराम गर्नेछु भन्छ भने 2 नम्बर अप्सनले केटीले काम सबै सकाएको थियो भन्छ सकाएको छैन अब त्यो काम सकाएपछि मात्रै आराम गर्नेछ अनि 3 नम्बरले नाम जानुन छिबे खारेको हामीदा केटा चाहिँ घरमा जाने विचार गर्छ भन्छ केटाले होइन केटी चाहिँ जानु पर्थ्यो घर चाहिँ बिरामी केटी छ भने केटी नै जानु पर्थ्यो यसरी 3वटा अप्सन फालिसकेपछि हाम्रो आन्सर चाहिँ 4 नम्बर नै हुने भयो कसरी भन्दाखेरि ए जानुन मोमी छोजी आन्सुमिदा केटीको शरीर चाहिँ ठिक थिएन भन्छ केटी बिरामी छ त्यहाँनिर आन्सर पनि 4 नम्बर ठिक छ 39 को हाम्रो 4 नम्बर आन्सर हुने भयो
अर्को क्वेसन हेर्छौँ हामीले अन्तिम क्वेसन 40 नम्बरमा यहाँनिर के सोधेको छ क्वेसनलाई बुझौँ पहिला 40 को क्वेसनले के भनेको छ हेरौँ माधु छिनन छिगुम अदिए इसयो माधुजी चाहिँ अहिले कहाँ हुनुहुन्छ भनेर यहाँ माधुको बारेमा सोधेको छ हाक्यो इसयो विद्यालयमा छ भन्यो माथु इसयो मार्केटमा छ भनेको छ सिने इसयो सहरमा छ भनेको छ अनि खिसुक्सा इसयो होस्टेलमा छ माधु चाहिँ कहाँ छ त यहाँनिर माधुको स्थान पत्ता लगाउनु पर्ने छ 40번. 아궁씨, 저 마두예요. 지금 기숙사에 있어요. 네, 기숙사예요. 그런데 갑자기 왜 전화했어요? 아궁씨, 제가 지금 시내에 있어요. 그런데 비가 와요. 빨래 좀 걷어주세요. 그래요? 제가 빨리 빨래를 걷을게요. 천천히 오세요. 아궁씨, 저 마두예요. यहाँनिर माधुले भन्दैछ आगोङसी आगोङजी छ माधु예요 म माधु हो 지금 기숙사에 있어요. 지금 기숙사에 있어요 अहिले होस्टेलमै हुनुहुन्छ आगोङजी म माधु हो तपाईँ चाहिँ अहिले होस्टेलमै हुनुहुन्छ भनेर सोध्दैछ 네, 기숙사예요. ने खिसुक्साए 있어요 हजुर होस्टेलमै छु भनेको छ अब होस्टेलमा हुने भनेको माधु नभएर को हुने भयो आगोङ चाहिँ होस्टेलमा छ अहिले हामी 4 नम्बर अप्सन फाल्न मिल्यो खिसुक्साए 있어요 होस्टेलमा छ भन्छ माधु होइन माधु चाहिँ बाहिर छ होस्टेलमा आगोङ रहेछ भने त्यो कुरा फाल्न मिल्यो 그런데 갑자기 왜 전화했어요? खुरान्दे खाप्चाकी ओए छनवाएसयो तर एक्कासी किन फोन गर्नुभयो भनेर आगोङले माधुलाई सोध्दैछ फेरि 아궁씨, 제가 지금 시내에 있어요. आगोङजी 제가 지금 시내에 있어요 म चाहिँ अहिले सहरमा छु भनेको छ 그런데 비가 와요. खुरान्दे फिगा आयो तर पानी आयो म चाहिँ अहिले सहरमा छु तर पानी आयो भन्छ एन्सर त हाम्रो आइसकेको छ माधु चाहिँ कहाँ छ भन्दा सिने सयो सहरमा छ भन्ने कुरा भयो अनि पानी आयो भनेर चाहिँ अरू कुरा गर्दैछ 빨래 좀 걷어주세요. पालले छोम खद छुसेयो कपडा कृपया उठाइदिनुहोस् 그래요? 제가 빨리 빨래를 걷을게요. खुरेयो हो र छेगा पाल्लेरुल खदुल्केयो मैले छिट्टै कपडा उठाइदिनेछु 천천히 오세요. छनछनी ओछेयो बिस्तारै आउनुहोस् भनेर यसरी आगोङले माधुलाई भनेको छ भने यहाँनिर हामीले माधु सिनन छिकुम अदिए इसयो माधुजी चाहिँ अहिले कहाँ छ भन्ने कुरा पत्ता लगाउनु पर्ने थियो माधुले सुरुमा फोन गरेको छ आगोङलाई माधुजी के अरे आगोङजी म चाहिँ माधु हो म चाहिँ अहिले कहाँ छु बाहिर छु अलिकति मैले चाहिँ कपडा सुकाएको थिएँ कृपया उठाइदिनु होला तपाईँ चाहिँ होस्टेलमै हुनुहुन्छ नि अहिले भनेर यसरी क्वेसन गरेको थियो अनि त्यस्तो अवस्थामा अब माधु चाहिँ कहाँ छ भन्दाखेरि सिने सयो सहरमा चाहिँ रहेछ माधु माथु एसय भन्छ मार्केटमा छ भन्ने कुरै आएन हाक्यो एसय विद्यालयमा छ भन्ने पनि छैन हाम्रो एन्सर चाहिँ 3 नम्बर सिने सयो सहरमा चाहिँ छ भन्ने एन्सर हुने भयो माधु कहाँ छ भन्दाखेरि ल यसरी हाम्रो 40 वटा क्वेसन चाहिँ यही सकिएको छ आजको हप्ताको यहाँहरुलाई के कस्तो लागेको छ कृपया भिडियोलाई अन्तिमसम्म हेरेर यहाँहरुले जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नु होला भन्दै यहाँहरु समक्ष म भाषा प्रशिक्षक चन्द्र ओली बिदा हुन चाहन्छु धन्यवाद खामसामनिदा